Namaste, everyone. Welcome to another inspiring episode of The Turning Point. मेरो छोटो परिचयबाट सुरुवात गर्न चाहन्छु। म सुरेश श्रेष्ठ परिवारसँग काठमाडौँमा बस्दै आइरहेको छु। पेसाले म एउटा ट्रेडिसनल बिजनेस ओनर हो, तर विगत केही समयदेखि चाहिँ म यो अनलाइन बिजनेसलाई रन गरिरहेको छु अनि ब्युटिफुल्ली बिल्ड गरिरहेको छु। आजको सेसन एकदम स्पेसल हुन गइरहेको छ र हुनेवाला छ, because today I have a very inspiring and talented guest with me, and she is Anju Khadki. So उहाँ एउटा डिजिटल बिजनेस एन्टरप्रेनर हुनुहुन्छ उहाँ पनि, साथसाथै सी इज अ मम अफ टू फ्यामिली रेस्पोन्सिबिलिटिज सम्हाल्दै आफ्नो जीवनमा एउटा नयाँ दिशा रोज्नु भएको छ उहाँले। सो आज हामी उहाँको चाहिँ जर्नीको स्ट्रगल अथवा चाहिँ ग्रोथ माइन्डसेट त्यस्तै गरी अनि ट्रान्सफर्मेसनको बारेमा चाहिँ खुलेर कुराकानी गर्नेछौँ। सो अब एउटा कुरा म के भन्न चाहन्छु भने सबैजनाले हामीलाई अन्त्यसम्म हेरिदिनु होला, किनकि आजको यो कन्भर्सेसनले जीवनमा नयाँ परिवर्तन खोजिराख्नु भएको अथवा चाहिँ त्यस्तो मौका अपर्च्युनिटीको खोजी गरिराख्नु भएको धेरै मानिसहरूलाई चाहिँ इन्सपिरेसन र आशा जगाउन सक्छ भन्ने मैले विश्वास लिएको छु। सो अब धेरै समय नलिकन म स्वागत गर्न चाहन्छु आजको इन्सपायरिङ एन्ड स्पेसल गेस्ट अन्जुजीलाई। ओके, वेलकम अन्जुजी। हाम्रो दर्शकको लागि यहाँको इन्ट्रोडक्सन दिनुहुनको लागि म अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू सुरेशजी। नमस्ते सम्पूर्णमा। फर्स्ट अफ अल थ्याङ्क यू सो मच सुरेशजीलाई चाहिँ आजको यो लाइभ पोडकास्टमा चाहिँ एज अ गेस्टको रूपमा मलाई आमन्त्रण गर्नुभयो र आफ्नो लाइफ जर्नी होइन र भनौँ न आफ्नो स्किल्सहरू नलेजहरू सेयर गर्ने एउटा प्लेटफर्म दिनुभएको छ, त्यसको लागि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। नमस्ते वन्स अगेन, मेरो नाम अन्जु खड्गी, म चाहिँ कलङ्की काठमाडौँबाट पेसाले एक फर्मर एडमिन म्यानेजरको रूपमा झन्डै 2 दशक जस्तै जागिरे जीवन पश्चात चाहिँ नाउ मेरो नयाँ परिचय भनेको चाहिँ आई एम अ प्राउड डिजिटल बिजनेस अन्टरप्रिनियर फ्रम नेपाल भनेर चिनाउन चाहन्छु है। सो विगत झन्डै 1.5 वर्षदेखि यो बिजनेसमा आबद्ध भएर चाहिँ डिजिटल बिजनेस ओनरको रूपमा चाहिँ काम गर्दै आइरहेको छु, त्यो पनि आफ्नो घरमै बसेर है। सो र यो बिजनेस थ्याङ्क यू। ओके, गो अहेड। र मैले चाहिँ बिजनेसमा चाहिँ आबद्ध हुनुको मेरो सानो एउटा रिजन चाहिँ के हो, मेरो बिगेस्ट वाइ भनौँ न भन्दाखेरि चाहिँ यो बिजनेसमा आबद्ध हुनुको मेरो बिगेस्ट वाइ भनेको चाहिँ मेरो 2टा बच्चाहरू, म 2 बच्चाको आमा है, र घरको एक भनौँ न जिम्मेवार बुहारी होइन, साथसाथै लभिङ वाइफ है। यो सम्पूर्ण जिम्मेवारीहरू निभाउने क्रममा चाहिँ समथिङ वाज मिसिङ होइन। मैले चाहिँ मेरो बच्चाहरूको भविष्य र आफ्नो रिटायरमेन्ट लाइफको लागि, ह्याप्पी रिटायरमेन्ट लाइफको लागि चाहिँ यो प्लेटफर्म चाहिँ भेट्टाएँ है। सो मेरो बिगेस्ट वाइ भन्नु नै यसलाई नै मैले चाहिँ जोड्न चाहेँ। त थ्याङ्क यू सुरेशजी। वाउ, थ्याङ्क यू सो मच अन्जुजी। तपाईँको इन्ट्रोडक्सन नै धेरै इन्सपायरिङ छ है, धेरैजना इन्सपायर पनि हुन्छ। अनि मलाई विश्वास छ आजको यो कन्भर्सेसन होइन कस्तो भने विल बी कनेक्ट विथ मेनी पिपल के वाचिङ अस राइट नाउ, जसले अहिले हेर्दै हुनुहुन्छ या पछि हेर्नुहुन्छ, सबैजना कनेक्ट हुनुहुन्छ। सो गाइज कमेन्ट बिलो यो थट्स भन्न चाहन्छु म। अन्जुजी, अब सबैभन्दा पहिले म तपाईँलाई तपाईँको लाइफ जर्नीतिर लैजान चाहन्छु है। सो क्यान यु take us back to your life before this journey, your family responsibilities, and what daily life looked like at the time? म क्वेशन्स यहाँ पनि राख्न चाहन्छु। स्योर, थ्याङ्क यू। बिफोर दिस लाइफ जर्नी होइन, अब मैले चाहिँ के भन्ने गरेको छु भनेदेखि यो जुन मैले अहिले जिरहेको लाइफ भनेको चाहिँ मेरो दोस्रो अध्याय भन्छु कि इट्स नेक्स्ट च्याप्टर हो मेरो लागि होइन। सो योभन्दा अघिल्लो च्याप्टर, मेरो अघिल्लो जर्नीको बारेमा हजुरले जुन सोध्नु भएको छ, लाइक मेरो लाइफ भनेको चाहिँ मैले अघि पनि मेन्सन गरेँ, मैले चाहिँ एउटा इम्प्लोइ जीवन नै बिताएँ भन्छु होइन। जीवनको मैले 2 दशक भनेको 2 डिकेड्स 20 वर्ष मैले चाहिँ जागिरे जीवन नै बिताएँ। भनौँ न जागिर आफ्नो जब भयो र फ्यामिली भयो होइन, अनि त्यसै गरी आफ्नो बच्चाहरूलाई केयर गर्दै साथसाथै आफ्नो अफिसियल कामहरू ह्यान्डल गर्दै नै मेरो डेली लाइफहरू चाहिँ बितिरहेको थियो। बिफोर अब भनौँ न आफ्टर एसएलसी नै मैले चाहिँ मेरो भनौँ न इम्प्लोइ लाइफ चाहिँ सुरु गरेँ कि एकदमै सानो उमेरबाट नै मैले जागिर गर्न थालेको हो है। अब इनिसियल फेजमा कुरा गर्दाखेरि त सिङ्गल लाइफ थियो, एकदम लाइफ चाहिँ एकदमै राम्रो नै थियो कि अब
Any technical issues? Hello. Okay. केही टेक्निकल प्रब्लम आइरहेको जस्तो लाग्यो मलाई। सो हामी अन्जुजीको लाइफ जर्नीको बारेमा केही उहाँले सेयर गर्दै हुनुहुन्थ्यो। मेबी केही टेक्निकल प्रब्लमको कारणले गर्दाखेरि उहाँ स्टक हुनुभयो यहाँ। सो तपाईँहरू कहाँदेखि चाहिँ मलाई हेरिराख्नु भएको छ अथवा हामीलाई हेर्दै हुनुहुन्छ, कहाँदेखि जोडिनु भएको छ, प्लिज कमेन्ट गर्दै गर्नुहोला। र उहाँ आई होप उहाँ छिट्टै नै ब्याक हुनुहुन्छ, आउनुहुनेछ यो सोमा है। सो म केही कुराहरू सेयर गर्न चाहन्छु यो डिजिटल बिजनेसको बारेमा। म विगत 15 महिनादेखि यो बिजनेसलाई चाहिँ बिल्ड गरिरहेको छु, यो बिजनेसलाई चाहिँ रन गरिरहेको छु। म एउटा मेरो छोटो लाइफ जर्नी म सेयर गर्न चाहन्छु। म एउटा ट्रेडिसनल बिजनेस ओनर थिएँ र बाहिरबाट हेर्दाखेरि सबै कुरा राम्रै देखिन्थ्यो, बिजनेस चलिरहेको थियो। तर कुनै समयमा हैन, जस्तै कोभिडको बेलामा चाहिँ बिजनेसलाई चाहिँ मैले लामो समयको लागि चाहिँ स्टप गर्नु परेको थियो। मेरो बिजनेसको नेचर यस्तो थियो कि कन्टिन्युस नै बन्द गर्नु परेको थियो फर 2 इयर्स। ओके, त्यो भनेको एकदमै पेनफुल समय थियो। र यस्तो पेनफुल समयमा जब हामी यसरी अनसर्टिनिटीलाई चाहिँ हामीले भोग्छौँ हैन, त्यो समयमा चाहिँ हामीलाई अलिकति दोस्रो आम्दानीको स्रोतको चाहिँ आवश्यकता पर्ने रहेछ, महसुस हुने रहेछ। यदि सेकेन्ड सोर्स अफ इन्कम भइदिएको भए, दोस्रो आम्दानीको स्रोत भइदिएको भए, अथवा हामीसँग प्लान बी भइदिएको भए हामीलाई त्यस्तो डाउन सिचुएसन अथवा चाहिँ त्यस्तो अप्ठ्यारो अवस्थाहरूमा चाहिँ हामीलाई यसले धेरै मद्दत गर्छ, हाम्रो दोस्रो आम्दानीको स्रोतले। किनभने हामीलाई जिउनको लागि त अन्त्यमा गएर हामीलाई फाइनेन्सियली सपोर्ट आवश्यक पर्छ नै, पैसाको खाँचो पर्छ नै। सो त्यही क्रममा चाहिँ मलाई चाहिँ यो बिजनेस बाहेक, यो ट्रेडिसनल बिजनेस बाहेक पनि अरू केही चाहिन्छ है, मलाई पनि दोस्रो पनि आम्दानीको स्रोत चाहिन्छ। किनभने आई डु हेभ अ फ्यामिली हैन, मेरो बुवा मामी, मेरो परिवार हैन, मेरो वाइफ, मेरो छोराछोरी, अब यसरी धेरै व्यक्तिहरू हुनुहुन्छ अनि धेरै रेस्पोन्सिबिलिटी भएको हुनाले यिनीहरूलाई पुरा गर्नको लागि चाहिँ पक्कै पनि हामीलाई अब पैसाको खाँचो पर्छ अथवा फाइनेन्सियली वी हेभ टु बी इन्डिपेन्डेन्ट है। सो त्यही क्रममा चाहिँ मैले यो बिजनेसलाई चाहिँ यस्तै खोजीको क्रममा थिएँ र त्यही क्रममा मैले यो बिजनेसलाई चाहिँ पाएको हो है। सो जब मैले यो बिजनेसलाई सुरु गरेँ, अब ठिक छ म सुरु गर्छु भनेर चाहिँ मैले सुरु गरेको हो। एउटा एक्सन त लिनुपर्छ, एक्सन नलिकन त अगाडि बढ्न सकिँदैन भनेर आफूलाई ट्रस्ट गरेर मैले सुरु गरेको थिएँ। जब म यो भित्र आएँ, यो बिजनेसलाई मैले सुरु गर्न थालेँ, त्यस पछाडि मैले बियोन्ड माई इमेजिनेसन मैले यस्तो धेरै कुराहरू चाहिँ, म यहाँ एउटा मेसेज हेर्न चाहन्छु। ओके, अन्जुजीको मेसेज हो कि भनेर म हेर्दै थिएँ। ओके, यहाँनिर यति धेरै कुराहरू रहेछ। हामीले चाहिँ आफूलाई चाहिँ कुनै एउटा साँगो र घेराभित्र नराखेर, कुनै एउटा बाउन्ड्रिजभित्र नराखेर चाहिँ ग्लोबल्ली हामी चाहिँ ग्रो हुन सक्छौँ यो जर्नीमा है। यसमा चाहिँ हामीलाई कुनै बोर्डरको चाहिँ कुनै पनि किसिमको चाहिँ छेकबार हुँदैन, हामी ग्लोबल्ली नै काम गर्न सक्छौँ। यही क्रममा चाहिँ म फेरि अगाडि बढ्न चाहन्छु। अन्जुजी आइराख्नु भएको छ है, म केही कुराहरू भन्दै थिएँ, मैले यसलाई यहीँ नै रोकेँ र अन्जुजीलाई चाहिँ म फेरि पनि यही पहिलो प्रश्न नै राख्न चाहन्छु हैन। क्यान यु टेक अस ब्याक टु योर लाइफ बिफोर दिस जर्नी, योर जब लाइफ, फ्यामिली रेस्पोन्सिबिलिटिज एन्ड वाट डेली लाइफ लुक लाइक एट द्याट टाइम भनेर चाहिँ म फेरि पनि यो राख्न चाहन्छु। आइएम सो सरी है, फर्स्ट अफ अल त आइएम सो सरी, इलेक्ट्रिसिटी कट अफ भइरहेछ कि आउने जाने क्रम जारी छ है, बोल्दा बोल्दै कट अफ भयो, फेरि 1 मिनेटमा आइहाल्यो। प्लिज कन्सिडर गरिदिनु होला है। हामी अब हाम्रो दर्शक श्रोताहरू एकदमै दिलदार हुनुहुन्छ। थ्याङ्क यू सो मच फर दिस कन्सिडरेसन है। सो म आफ्नो क्वेसनतिरै जान चाहन्छु। वेल, अब बिफोर मेरो यो जर्नीभन्दा अगाडि चाहिँ जुन एउटा सिङ्गल लाइफ जिरहेको थिएँ, त्यो बेला पनि म चाहिँ जब होल्डर नै थिएँ होइन। अब 9 to 5 को काम गऱ्यो, एकदम फिक्स माइन्डसेट कि अब बिहान बेलुका साथीहरूसँग टाइम दियो, कलेज जानुपर्ने गयो होइन, त्यस्तो केही थिएन। तर जब अब यही जागिरे जीवन बिताउने क्रममै मेरो चाहिँ अब भनौँ न बिहेबारी पनि भयो, बच्चाहरू पनि भयो, त्यस पछाडि चाहिँ सुरु भयो मेरो स्ट्रगलिङ फेज भनौँ कि रियल लाइफको जर्नी के। लाइक अब काम पनि हेर्नुपर्ने, अब घरको व्यवहार पनि हेर्नुपर्ने, स्पेसली किड्सको टेक केयर पनि गर्नुपर्ने होइन, र साथसाथै अफिसियल प्रेसरहरू पनि लिँदै मेरो लाइफ चाहिँ त्यसरी नै चलिरहेको थियो। डेली रुटिन नै त्यो थियो कि एकदम लिमिटेड थियो। 9 to 5 को फिक्स आवरको ड्युटी, त्यस पछाडि बिहान बेलुका घरको काम जस्तै थियो। म को हुँ भन्ने कुरा नै मैले चाहिँ उनै हराइसकेको थिएँ। मेरो भ्यालु के छ भन्ने कुरा नै त्यो फ्यामिली रेस्पोन्सिबिलिटिज र बच्चाहरूको केयरिङमै गइरहेको थियो होइन। यसै बिच जिन्दगी चलिरहेको थियो भनौँ न। एज अ वर्किङ मम भएर सबै कुरा ब्यालेन्समा लिएर जानु त्यति सजिलो त थिएन होइन। तर मेरो लाइफ चाहिँ त्यसरी नै चलेको थियो भनेर भन्न चाहन्छु है।
र अब त्यही हो बिफोर जर्नी, यो जर्नी भन्दा आउनु अगाडि चाहिँ लाइफ त्यसरी बितेको थियो, एकदम हेक्टिक लाइफ नै थियो होइन। आफ्नो लागि मी टाइम भन्ने कुरा थिएन, कति फ्यामिली फङ्सन्सहरू, क्वालिटी टाइम मोमेन्टहरू चाहिँ मिस गरिरहेको हुन्थेँ। र सिङ्गल लाइफै हुँदा पनि अब साथीभाइसँग चाहिँ त्यति धेरै युनिभर्सिटीहरूमा चाहिँ एकदमै हुन्छ नि साथीहरू जो अब पिकनिक जाने भन्छन् होइन, अब ग्यादरिङहरू भइरहेको हुन्थ्यो। सर्ट टर्मको लागि अब फ्यु आवर्सको लागि हो भने चाहिँ म म्यानेज गरेर निस्किन्थेँ, तर अब नाइट आउटै गर्ने यताउता भन्ने कुरा चाहिँ त्यो मोमेन्टहरू पनि मैले चाहिँ मिस नै गरेँ होइन। एकदम लिमिटेड टाइममै म चाहिँ बाँचिरहेको थिएँ, डेली लाइफ चाहिँ त्यसरी नै चलेको थियो। मेरो जर्नी त्यही नै थियो बिफोर दिस जर्नी है। यो सेकेन्ड अध्याय सुरु हुनुभन्दा अगाडिको लाइफ चाहिँ यही टाइपमा नै गइरहेको थियो सुरेशजी। सो रिलेटेबल। अब कुन सेन्समा रिलेटेबल भन्दाखेरि धेरै मान्छेहरूको जीवन पनि यस्तै फेजबाट गुजिरहेको हुन्छ कि। अब हजुर एउटा चाहिँ फिमेल हुनुभएको हुनाले होइन, एउटा चाहिँ हाउसवाइफ हुनुभएको हुनाले, तर अहिले त हामीले हाउसवाइफ भनेर म भन्न चाहन्न, तर त्यो सिचुएसनलाई जोड्दा मैले भनिरहेको हो। जति पनि हाम्रो हाउसवाइफहरू हुनुहुन्छ उहाँहरूको लाइफ पनि यस्तै नै चलिरहेको हुन्छ। जस्ट एउटा पहिचान, आफ्नो आइडेन्टिटी भनेकै जस्ट हाउसवाइफ के होइन। इज द्याट इनफ? के त्यो काफी छ त एउटा महिलालाई चाहिँ हाउसवाइफ भनेर आफूलाई चिनाउनु? त्यो सही हो त? आई डोन्ट थिङ्क सो है। त्यसैले सबैको लाइफहरू चाहिँ यसरी नै चलिरहेको हुन्छ। सबैभन्दा पनि धेरै चाहिँ महिला दिदीबहिनीहरूको लाइफ यसरी नै गुज्रिरहेको हुन्छ, यसरी नै चलिरहेको हुन्छ। अब बाहिरबाट हेर्दाखेरि कतिको चाहिँ ठिकठाक देखिए पनि होइन, इन्टरनली धेरै कुराहरू चलिरहेको हुन्छ, मनभित्र धेरै कुराहरू चलिरहेको हुन्छ। आफै भित्रभित्रै चाहिँ होइन एउटा कस्तो भनेदेखि फुलफिलमेन्ट पाउनुहुन्न। कस्तो भने नेपालीमा भन्नुपर्दा एकदम गुम्सिएर बस्नुहुन्छ। आफ्नो केही ग्रोथ खोजिरहनु भएको हुन्छ, आफ्नो डेभलपमेन्ट खोजिरहनु भएको हुन्छ, तर यो सबै चाहिँ गर्नको लागि त्यस्तो प्लेटफर्म पाउनु भएको हुन्न हो। मन्जुजीले पनि त्यस्तै लाइफ बिताइराख्नु भएको थियो है। त्यसैले गर्दाखेरि त्यही जर्नीको बिचमा कहिलेकाहीँ होइन, अब जस्तै त्यस्तो जर्नी जिउँदै गर्दाखेरि, त्यस्तो लाइफ बिताउँदै गर्दाखेरि कहिलेकाहीँ एउटा यस्तो मोमेन्ट आउँछ जसले लाइफको चाहिँ अब डाइरेक्सन नै एकदम चेन्ज गरिदिन्छ कि। त्यसरी नै अन्जुजीको लाइफमा पनि परिवर्तन आएको हो, डाइरेक्सन चेन्ज भएको हो, तर यो आफै चाहिँ भएको होइन है। आफै अपर्च्युनिटिजहरू आउलान्, तर अपर्च्युनिटिजहरूले हामीलाई नक गर्छ होला, तर हामीले त्यसलाई चाहिँ एक्सेप्ट गरेर कुनै एक्सन लिन चाहिँ प्रयास गर्यौँ भने मात्रै चाहिँ परिवर्तन अथवा डाइरेक्सन चेन्ज हुने कुरा हो। सो यही क्रममा चाहिँ म अन्जुजीलाई चाहिँ अब दोस्रो प्रश्न राख्न चाहन्छु। जसरी उहाँको लाइफमा पनि कुनै चिज आएको थियो, कुनै मनमा चाहिँ कुनै त्यस्तो सोच आएको थियो, तर उहाँले चाहिँ त्यो सोचलाई सोचमा मात्रै सीमित नराखिकन चाहिँ आफूले चाहिँ एक्सन टेक गर्ने निर्णय लिनुभयो, अगाडि बढ्नुभयो। सो यही क्रममा चाहिँ म दोस्रो प्रश्न राख्न चाहन्छु, विच इज रिलेटेड व्हाट वाज द की मोमेन्ट? ओके, राख्नुभन्दा पनि कता Okay, what was the key moment or realization that led you to make a bold decision like quitting your job and exploring a completely new direction in life? वाउ, थ्याङ्क यू सो मच फर दिस क्वेसन। एकदमै रिलेटेबल क्वेसन राख्नुभयो है। हुन्छ नि, लाइक अब जागिरेजी पनि बिताउने क्रममा के सुरेशजी हुन्छ नि, अब मान्छेले देख्दा त अफिसियल जिन्दगी जिरहेको छ, बाहिरबाट हेर्दा सबै कुरा ठिकठाक छ, घर छ, बच्चाहरू छन्, आफ्नो लाइफ हाम्रो 9 to 5 को काम, स्ट्यान्डर्ड लाइफ जिरहेको छ भन्ने कुरा सबै कुरा वाउ नै थियो के। बिजी लाइफ, बिजी स्केड्युलमा हेर्दाखेरि बाहिरबाट हेर्दा सबैले वाउ एकदम राम्रो छ, तिम्रो लाइफ त वेल सेटल भन्ने थियो। तर भित्रभित्र चाहिँ मलाई चाहिँ कस्तो लाग्थ्यो भनेदेखि चाहिँ हुन्छ नि, बाहिरबाट त सबै ठिक थियो, तर म चाहिँ एकै ठाउँमा नै लिमिटेड भएर बसिरहेको थिएँ नि त। मेरो ग्रोथ त्योभन्दा माथि मेरो ग्रोथ थिएन, र मेरो फ्युचर स्पेसली मसँग जोडेको मेरो बच्चाहरूको फ्युचर चाहिँ के हुन्छ त भविष्यमा गएर भन्ने चाहिँ क्वेसन लाग्थ्यो कि। मनभित्रभित्र एउटा त्यो कुराले चाहिँ मलाई एकदमै सताइरहेको थियो। किन मैले 20औं वर्ष जागिर गरेँ तापनि म एक प्राइभेट फर्ममा थिएँ। हजुरलाई पनि थाहा होला, प्राइभेट फर्ममा काम गर्दाखेरि हाम्रो फ्युचरको कुनै सेक्युरनेस हुँदैन। सरकारी जस्तो निजामती कर्मचारीको जस्तो हामीले ग्रेजुटी पाउँछौँ नि भन्ने सेक्युरनेस हुँदैन, हरेक कुराको ल पेन्सन पाउँछौँ भन्ने त्यो कुनै कुनै कुराको ग्यारेन्टी हुँदैन। हामीले जति टाइम हामीले श्रम दिन्छौँ त्यो बराबरको मात्रै हामीले पाउने हो नि त होइन। त्योभन्दा माथि त हाम्रो छैन, कुनै पनि ग्यारेन्टी छैन। ल आज 4 दिन तिमीले बिदा लियो नि 5औं दिनबाट तिमी आउनु पर्दैन भन्ने अवस्थामा हामीले काम गर्नुपर्ने थियो। एभ्री टाइम हुन्थ्यो हो कि भनौँ न। र त्यसले गर्दाखेरि चाहिँ अब अहिले मैले उमेर रन्जेल मैले काम गरिरहेको छु, अरूको मैले बिजनेस अम्पार खडा गरिरहेको छु, तर मेरो लागि भोलि मलाई जाऊ भने मेरो केही पनि थिएन, निल जिरो हुन्थ्यो होइन। अनि मेरो बच्चाहरूलाई मैले के दिने, फ्युचर मैले कसरी दिने, त्यो कुराहरूले चाहिँ मलाई एकदमै सताइरहेको हुन्थ्यो। आफ्नो भनौँ न
टाइम फ्लेक्सिबिलिटी त थिँदै थिएन, एकदम लिमिटेड नै थियो। त्यसको साथसाथै पनि पर्सनल ग्रोथ पनि मेरो चाहिँ फुल स्टप जस्तै नै भएको थियो। अब म योभन्दा माथि कहाँ जाने भन्ने कुरा चाहिँ सोच्दा पनि मैले आफ्नो बच्चाहरूको भविष्यलाई चाहिँ केही न केही मैले ब्याकअप गराउनु पर्छ भन्ने सोचले चाहिँ कतिपटक त सानो त्यो नानीहरूलाई चाहिँ रुवाएर पनि अफिस जानु पर्दा चाहिँ आफै पनि रुँदै पुग्थेँ कि अफिस। त्यस्तो मोमेन्टहरू धेरै नै मिस गरेँ होइन। र यो क्वालिटी टाइमहरू मिस गर्दै पनि आफूले जागिरी जीवन त बिताएँ, गरि नै रहेको थिएँ। केरियर आफ्नो प्रोफेसनल लाइफ चाहिँ मैले जी नै रहेको थिएँ है। तर यसै क्रममा मैले दुइटै बच्चाहरूलाई चाहिँ घरमा छोडेर काम गर्दै जाँदाखेरि बिचमा मेरो दोस्रो बच्चा सानो छोरीको चाहिँ हेल्थ इस्यु भयो कि अलिकति उसलाई चाहिँ हस्पिटलाइजेसन नै गर्नुपर्ने केसेसहरू आयो है। अलिकति उसलाई चाहिँ निमोनिया देखेको कारणले गर्दा अराउन्ड हामीले 1 हप्ता 10 दिन चाहिँ हस्पिटल एडमिट नै गऱ्यौँ। त्यो बिचमा हाम्रो चाहिँ डक्टरसँग चाहिँ सल्लाह पनि भयो होइन। अलिकति चाहिँ नानीलाई चाहिँ अलिक भोलिको अलिक धेरै नै केयर गर्नुपर्ने, अलिक एक्स्ट्रा अटेन्सन पे गर्नुपर्ने भन्ने कुरा भयो। अनि त्यस पछाडि मलाई झन् अब मैले जति पनि दुःख गरिरहेको छु, मैले यति मेहनत गरिरहेको छु, यदि मेरो बच्चाको लाइफ नै ऊ छैन, मैले त्यो पैसा के गर्ने त? अहिलेको मलाई चाहिँ त्यो बेला परिस्थिति मेरो यस्तो भयो कि प्रोफेसनल लाइफ और पर्सनल लाइफलाई प्रायोरिटाइज गर्ने भन्ने कुरा भयो कि त्यहाँनिर एकदमै क्वेसन मलाई चाहिँ त्यो डिसिजन हुन्छ नि गर्नु मलाई एकदमै गाह्रो भयो। सो त्यो एउटा यस्तो मोमेन्ट मेरो लागि क्रिएट भयो कि त्यहाँनिर मैले चाहिँ एकदम बोल्ड डिसिजन लिनुपर्ने थियो कि। एन्ड देन एज बिङ अ मम होइन, एज बिङ अ प्यारेन्ट्स है, यो मातृत्व भावले मलाई चाहिँ जित्यो कि होइन पैसा भन्ने कुरा म पछि गएर फेरि कमाउन सक्छु, त्योभन्दा अगाडि त मेरो बच्चा, मेरो फ्यामिली मेरो लागि सबै कुरा हो भनेर चाहिँ अनि हामी चाहिँ घरमा सल्लाह गऱ्यौँ। हस्बेन्ड वाइफको सल्लाह अनुसार चाहिँ मैले चाहिँ केही समय म केरियर ब्रेक गरेर बस्छु भनेर चाहिँ मैले चाहिँ जब क्विट गरेँ है। जब क्विट गरेर बसेँ। अनि यो हो कि एकदम मेरो लागि चाहिँ स्पेसल मोमेन्ट भनौँ कि के भनौँ, एउटा डिसिजन 20औं वर्षको जागिरमा मैले किन ब्रेक लगाएँ भन्ने धेरैलाई क्वेसन आउन सक्छ होइन। यो एउटा पार्टमा गएर चाहिँ म चाहिँ बोल्ड डिसिजन लिएर मैले केरियर ब्रेक गरेर घर बस्दाखेरि चाहिँ अब यति वर्षौँ वर्ष होइन त्यो गिल्ट एउटा लिएर, मम्स गिल्ट लिएर जुन म काममा जाने गर्थेँ, बच्चाहरूसँगै बसेर लाइफ टाइम स्पेन्ड गर्न पाउँदा त मेरो लागि त्यो भनेको एउटा सपना नै साकार भए जस्तो थियो कि। आँखा अगाडि बच्चाहरू हुर्किरहेको देख्न पाउनु, साथीभाइसँग आफूले ल म जतिखेर फोन गर्दैन आइम फ्री ल भन्न पाउनु होइन, ल मेरो घरमा आउन सक्नुहुन्छ भन्न पाउनु, त्यो मेरो लागि एकदमै वाउ मोमेन्ट थियो। बिताएँ त्यो पल पनि है। तर पनि काइन्ड अफ हुन्छ नि त्यत्रो वर्ष काम गर्दाखेरि आई एम एन इन्डिपेन्डेन्ट लेडी नि त होइन। अब मलाई त्यस्तो डिपेन्डेन्ट लाइफ मैले जिएकै थिएन। आफ्टर एसएलसी भनेको तपाईँ आफै सोच्नुहोस् न, 16-17 वर्षको उमेरदेखि काम गर्न थालेको मान्छे, मैले भनौँ न आफै इन्डिपेन्डेन्ट भएर म लाइफ जिरहेको थिएँ भने मलाई पछि एज बिङ अ मम होइन, अब त्यो व्यवहारमा बस्दै गर्दाखेरि हरेक खर्चहरू धान्नु पर्दाखेरि त्यो पनि अब हस्बेन्डकोमा मात्र भर पर्दाखेरि चाहिँ अलिकति मलाई चाहिँ गिल्टले सताउन थाल्यो कि अहिलेको समयमा एकजनाको मात्र इन्कम सोर्सले मात्र हामीलाई हुँदैन, प्लस खर्च झन्झनै बढ्ने क्रम जारी छ। यति भनौँ न मैले अब यत्रो वर्ष काम गरेको अनुभव छ, त्यत्तिकै मैले स्टक राखेर अनप्रोडक्टिभ रूपमा चाहिँ घरमा बसेर पनि केही हुँदैन जस्तो लाग्यो है। अनि त्यस पछाडि चाहिँ अब के गर्न सकिन्छ त? त्यो अवस्थामा चाहिँ मेरो घरको अवस्था के थियो भनेदेखि घरलाई छोडेर, बच्चालाई छोडेर म 9 to 5 को जबमा चाहिँ फर्किने मेरो अवस्था थिएन के है। त्यो सिचुएसन त्यो थियो। अनि धेरै मैले हेरिरहेको थिएँ होइन, अब सुनिरहेको थिएँ साथीले पनि अब केही न केही त गर्न मिल्छ है अहिले त एकदमै। एकछिन है अन्जुजी, मैले एउटा कुरा जोड्न मन लाग्यो होइन, मैले आफूलाई रोक्न सकिनँ। यो एकदमै रिलेटेबल कुरा पनि हो। तपाईँलाई म कन्टिन्यू गर्ने मौका त तपाईँले पक्कै पनि पाउनुहुन्छ, यो सो नै तपाईँको लागि हो। यहाँनिर हाम्रो दर्शकहरूलाई म के भन्न चाहन्छु भने अन्जुजी एउटा वेल प्रोफेसनल व्यक्ति हुनुहुन्थ्यो होइन, राम्रो अर्गनाइजेसनमा काम गर्नुहुन्थ्यो होइन, त्यस्तो व्यक्ति हुनुहुन्थ्यो। र उहाँ चाहिँ आफ्नो परिवार, फ्यामिली भन्दा पनि आफ्नो छोरीको हेल्थ इस्युजको कारणले गर्दाखेरि छोरीको लागि धेरै टाइम दिनुपर्ने, टेक केयर गर्नुपर्ने, फिडब्याक अथवा सजेसन्स डक्टरकोबाट पाउनुभयो। अनि आफ्नो हस्बेन्डसँग, परिवारसँग, अरू फ्यामिली मेम्बर्ससँग चाहिँ छलफल गरेर नै उहाँले चाहिँ आफ्नो करियर ब्रेक गर्ने बोल्ड डिसिजन लिनुभयो है। यो भनेको त्यस्तो सानोतिनो कुरा होइन। आफ्नो करियर ब्रेक गर्ने, आफूले गरिरहेको जबलाई छोड्ने, इन्कम सोर्सलाई बन्द गर्नु हो त्यो भनेको है। यो डिसिजन लिनुभयो के कारणले? आफ्नो परिवार, आफ्नो बच्चाको लागि लिनुभयो। तर यहाँनिर मैले जोड्न चाहिरहेको कुरा चाहिँ के हो भने यो छोड्नको लागि उहाँलाई चाहिँ खालि बच्चाको हेल्थ त हो नै, इम्पोर्टेन्ट कुरा त्यो हो, तर उहाँ चाहिँ अलरेडी सी हेज अलरेडी बिल्ड द प्लान बी के। म यो भन्न चाहन्छु, यो जोड्न चाहिरहेको मैले, उहाँले आफ्नो सेकेन्ड सोर्स अफ इन्कमलाई अथवा प्लान बीलाई अलरेडी सुरु गरिसक्नु भएको थियो। प्लान बीको भनेको एउटा सिड रोपिसक्नु भएको थियो र आफ्नो चाहिँ यो फाइनेन्सियल्ली सपोर्टको लागि चाहिँ मेरो त प्लान बी छ नि त, अब म त्यो प्लान बीलाई अगाडि बढाउँछु
भनेर चाहिँ उहाँले त्यस्तो सिचुएसनमा त्यो सिचुएसनमा आएर त्यो प्लान बीलाई अँगालेर अगाडि बढ्नु भएको, उहाँले डिजिटल जर्नी सुरु गरिसक्नु भएको थियो। सो गाइज तपाईँहरू पनि प्लान बीलाई चाहिँ लास्ट मोमेन्टमा आएर नखोज्नुहोस्। जब तपाईँलाई जिन्दगीमा अप्ठ्यारो पर्न थाल्छ त्यति बेला प्लान बीलाई नखोज्नुहोस्। प्लान बी भनेको हामीले बिल्ड गर्नुपर्छ, हामीले चाहिँ सुरुवात गर्नुपर्छ अनि बल्ल हुने। सो यसरी चाहिँ उहाँलाई चाहिँ प्लान बीले कत्रो ठुलो मद्दत गरेको छ उहाँको लाइफमा। अहिले उहाँ प्लान बीलाई चाहिँ आफ्नो एउटा मेन सोर्स बनाएर अथवा चाहिँ मेन प्लान बनाएर चाहिँ अगाडि बढिराख्नु भएको छ। मैले यति मात्र जोड्न चाहेको। यु क्यान कन्टिन्यू। थ्याङ्क यू सो मच सुरेशजी। यस, अब त्यो उसले गर्दाखेरि चाहिँ होइन, मैले अब घरमा बसेँ होइन, घरमा बस्ने क्रममा अब के गर्न सकिन्छ त, म सोचिरहेको थिएँ अब के गर्न सकिन्छ त भन्ने कुराले गर्दाखेरि चाहिँ। एन्ड देन अब मैले चाहिँ यो अमेजिङ डिजिटल प्लेटफर्मलाई चाहिँ भेट्टाएँ भनौँ न। अनि त्यस पछाडि अब कन्टिन्यू गरेँ होइन, कन्टिन्यू गर्दै गएँ। अब बिजनेस पनि हेर्दै गएँ, बुझ्दै गएँ र त्यस पछाडि मैले एनरोल पनि गरेँ र एनरोल गरेपछि थाहा भयो कि वाउ, अब जस्तो मैले सोचेको थिएँ अब घरमै बसेर एउटा टाइम फ्लेक्सिबिलिटी, लोकेसन फ्लेक्सिबिलिटीमा काम गर्न पाउनु, त्यस सँगसँगै अब जहिले मलाई सतारेको कुरा भनेको त बच्चाहरूको फ्युचर सेक्योरनेस गर्नु थियो र आफूले काम गर्न नसक्ने अवस्थामा आफ्नो रिटायरमेन्ट एजमा चाहिँ रिटायरमेन्टको लागि चाहिँ के थियो त ब्याकअप भन्ने कुरा चाहिँ सबै यो बिजनेसमा पाइसके पछाडि चाहिँ मैले चाहिँ यसैलाई नै कन्टिन्यू गर्ने विचार गरेँ कि है। अनि त्यो बिचमा पनि फेरि अब मेरो कामको सेक्टर चाहिँ अलिक त्यस्तै थियो होइन, हाम्रो चाहिँ प्रोजेक्ट वाइज हुन्थ्यो। केही समय चाहिँ म फेरि आफ्नो प्रोजेक्टलाई कम्प्लिट गर्नुको लागि चाहिँ म फेरि ब्याक भएँ। इभन दो एज अ प्लान बी मेरो त छँदै थियो, बिहान बेलुका मेरो यो साइड हसलको रूपमा बिजनेस रन नै भइरहेको थियो, मेरो काम पनि भइरहेको थियो है। तर त्यो प्रोजेक्ट सकिने बित्तिकै मेरो फेरि के भयो भनेदेखि चाहिँ आई हेभ एक्स्ट्रा प्लान बी, मेरो साइड हसल त छ नि मेरो लागि भन्ने कुरा मेरो थियो होइन। र यसमा चाहिँ मैले झन् यति राम्रोसँग मैले फुल पोटेन्सियल देखेँ कि बिजनेसको पोटेन्सियल के छ त भन्ने कुरा मैले फिल गरिसके पछाडि चाहिँ अहिले चाहिँ म चाहिँ 100% म चाहिँ अहिले यही बिजनेसमा नै आबद्ध भएर काम गरिरहेको छु होइन। सो यसरी चाहिँ जिन्दगीको भनौँ न की मोमेन्ट एउटा बोल्ड डिसिजन चाहिँ गरेँ पनि, जब क्विट पनि गरेँ। अहिले यो कम्प्लिटली मेरो लागि भनौँ न एकदमै फिक्स माइन्डसेटमा चलिरहेको थिएँ। इम्प्लोइ माइन्डसेटबाट चाहिँ अब कम्प्लिटली यो हाम्रो लागि भनेको एकदम मेरो लागि चाहिँ एकदमै न्यू डिरेक्सन अफ लाइफ नै हो कि कम्प्लिटली होइन। अब हामी भनेको ट्रेडिसनल वेमा काम गरिरहेको मान्छेलाई चाहिँ अब डिजिटलाइजेसन जमानामा डिजिटल बिजनेस कसरी गर्ने हो केही पनि थाहा थिएन। गर्न त गर्ने भन्यो, म सिक्न चाहन्छु। मेरो एउटा टिम यति मात्रै एउटा के थियो भनेदेखि चाहिँ आई वान्ट टु लर्न, म कोचेबल थिएँ होइन। ल ठिक छ नि त, मलाई आउँदैन तर मलाई सिकाउनुहुन्छ, प्लेटफर्म दिनुहुन्छ, तपाईँले गाइड गर्नुहुन्छ भनेदेखि डेफिनेटली म चाहिँ एक्सप्लोर गर्न चाहन्छु, आई वान्ट टु ट्राई भनेर चाहिँ त्यो एउटा गट्स लिएर चाहिँ म चाहिँ अघि बढेको हो क्या सुरेशजी है। सो यो एउटा लाइफको हुन्छ नि डराइकन लिएको डिसिजन भन्छ नि, एउटा लिप अफ फेथको साथ म आएको थिएँ होइन। तर यो डिसिजन मेरो लागि चाहिँ एउटा यस्तो टर्निङ पोइन्ट बनिदियो कि यसले चाहिँ मेरो जिन्दगी जिउने बाटो नै फेरिदियो के, सोच्ने तरिका नै फेरिदियो। द मोस्ट इम्पोर्टेन्ट थिङ चाहिँ माइन्ड सेट नै सिफ्ट गराइदिएको छ है। सो यो अहिलेको जुन लाइफ जिरहेको भनेको एकदमै ब्लेसफुल लाइफ जिरहेको छु, इनर ह्याप्पिनेस छ होइन। हरेक कुरामा चाहिँ वाउ मोमेन्ट लिएर चाहिँ लाइफ जिउन पाइरहेको छु। सो एकदमै खुसी छु। थ्याङ्क यू सो मच है यो बिजनेस प्लेटफर्मको लागि पनि र यस्तो अमेजिङ कम्युनिटीको लागि पनि। द्याट्स रियली पावरफुल। म फेरि पनि भन्छु, उहाँसँग प्लान बी थियो अनि उहाँले चाहिँ अनसर्टेनिटी चाहिँ लाइफमा आएको बेलामा प्लान बीलाई प्लान ए बनाएर अगाडि बढ्नुभयो। सो गाइज, यदि तपाईँहरू पनि यस्तै लाइफ जिइराख्नु भएको छ, हो हामी सबैको लाइफ त्यही नै हो। एज अ मम अथवा एज अ ड्याड होइन, फ्यामिली परिवार हेर्ने, जब गरिरहेको छौँ भने जब गर्ने, त्यसै नै लाइफ चलिरहेको हुन्छ है। कतिको त आफ्नो आइडेन्टिफिकेसन भनेको जस्ट हाउसवाइफ हुन्छ। सो तपाईँहरू पनि जिन्दगी त अनिश्चित छ नि त। सो तपाईँहरू पनि यस्तो प्लान बी चाहिँ अहिले सुरु गर्दै राख्न चाहनुहुन्छ भनेदेखि, जसरी अन्जुजीलाई प्लान बीले काम गर्यो नि, यस्तो प्लान बीको चाहिँ प्लान बीलाई बिस्तारै बिल्ड गर्न चाहनुहुन्छ भने यु गाइज है क्यान कमेन्ट, क्यान रिच आउट टु अस भनेर भन्न चाहन्छु। म कहिलेकाहीँ एउटा हाम्रो सानो निर्णयले जीवनको पुरा च्याप्टर चाहिँ चेन्ज गरिदिने रहेछ भन्ने एक्जाम्पल हामीले यहाँ देख्यौँ। एन्ड आई ट्रुली रेस्पेक्ट युर करेज फर टेकिङ द्याट स्टेप है अन्जुजी। सो अब अर्को इम्पोर्टेन्ट कुरा, स्पेसल्ली मदर्सहरूको लागि चाहिँ टाइम म्यानेजमेन्ट र माइन्डसेट ब्यालेन्सिङ अथवा चाहिँ लाइफ ब्यालेन्सिङ त्यति सजिलो हुँदैन। किनभने बिहान उठेदेखि नै बेलुकासम्म घरमा यति धेरै कामहरू हुन्छ, जुन काम गरे बापत हामीले न कुनै स्यालेरी पाउँछौँ, न कुनै पे आउट हुन्छ त्यहाँनिर, न त रेस्पेक्ट पनि हुँदैन, अझै कामै देखिएको हुँदैन। यति धेरै काम हुन्छ तर पनि काम देखिरहेको हुँदैन। सो त्यो यति सजिलो छैन। एज एउटा फ्यामिलीलाई हेर्नु, एउटा ममको लाइफ भनेको त्यति सजिलो छैन। सो यही क्रममा चाहिँ म अर्को प्रश्नलाई चाहिँ जोड्न चाहन्छु है।
So how have you changed personally and professionally since starting this journey? What difference you notice in your today? Wow. यो थियो कि Again, अर्को थियो? यो अर्को थियो के अरे भन्नु है? Okay, as a mom को कुरा गरिरहेको थियौँ. As a mom with family responsibilities, how did you manage your time, energy, and mindset while building this journey? as being a mom, है honestly भन्नुपर्दा नि लाइक फ्यामिलीको रेस्पोन्सिबिलिटिज होइन, अनि बच्चाहरू, अनि आफ्नो लागि टाइम, आफ्नो काम, सबै कुरा ब्यालेन्सिङमा लानु भनेको चाहिँ इट्स नट इजी एट अल है. तर हुन्छ नि आफ्टर बिङ अ मम के सबै कुरा चाहिँ मिलाएर जान सक्ने एउटा क्यापेसिटी पनि हामी स्पेसली फर मम्स वुमेन होइन एउटा मल्टिटास्किङ पावर पनि दिएको हुन्छ अरे क्या युनिभर्सले है. सबै कुरा फर्स्ट यो सबै कुरा मल्टिटास्किङ पावरलाई बिलिभ गर्नलाई चाहिँ फर्स्ट आफूलाई बिलिभ गर्नु पर्यो क्या. यस आई क्यान डु इट भन्ने कुरा चाहिँ एउटा गट्स लिएर आउनु भयो भने यु क्यान म्यानेज एभ्रिथिङ के. लाइक आफ्नो कहिलेकाहीँ त लाग्छ नि त गर्दै जाँदाखेरि ह्युमेन हो होइन, फिजिकल्ली त यति टायर्ड फिल हुन्छ, टायर्ड मोमेन्ट आउँछ, तर पनि मेन्टल्ली चाहिँ होइन मेरो त यो टास्कहरू छ, यो कामहरू छ, मैले यसरी म्यानेज गर्दै जानुपर्छ भन्ने फेरि मेन्टली वी बिकेम स्ट्रङ के, यो पक्ष पनि छ है. सो एज बिङ अ मम सबै कुरा म्यानेज गर्दा चाहिँ कस्तो लाग्छ भने यो बिजनेसले नै मलाई सिकाएको कि यो कुरा पनि. पहिला त म एकदम रसमै जान्थेँ कि, बिहान बेलुका घरको काम भन्यो, 9 to 5 को काम भन्यो, एभ्री टाइम आई एम इन रस के, केही कुरा सोच्ने फुर्सद हुँदैन थियो. तर वेन आई जोइन दिस बिजनेस होइन यति राम्रो एउटा लेसन मैले पाएँ कि सबै कुरा ब्यालेन्समा राख्नु भनेको चाहिँ पर्फेक्ट हुनु पर्दैन क्या. जस्ट तपाईँले आफ्नो प्रायोरिटीलाई चाहिँ म्यानेज गर्नु पर्यो कि. पर्सनल थिङ्स फर्स्ट अर प्रोफेसनल थिङ्स फर्स्ट के, कुन काम तपाईँको लागि चाहिँ प्राथमिकतामा जान्छ त, यु हेभ टु म्यानेज द्याट. त्यसलाई चाहिँ एनालाइज गर्न सक्नु पर्यो है. सो त्यो एनालाइज भयो भने चाहिँ तपाईँले मजाले सबै आफ्नो टास्कहरू चाहिँ पुरा गर्न सक्नुहुन्छ, आफ्नो रेस्पोन्सिबिलिटिजहरू चाहिँ क्यारी अन गरेर लान सक्नुहुन्छ के. र यी सबै कुरा गर्दै जाँदा चाहिँ हुन्छ नि लाइक वी डोन्ट निड अब फ्री टाइममै गर्नुपर्छ भन्ने केही पनि छैन. जस्ट अब हामीसँग बचेको मी टाइम हुन्छ नि त, पकेट टाइम कि सानो सानो अर्ली मर्निङमा हुन्छ कि, अथवा बच्चाहरू स्कुल गइसके पछाडिको सानो आफ्नो आफ्टरनुनको मी टाइम हुन्छ कि, और अब अफिसमा हुनुहुन्छ भने लन्च ब्रेकको मी टाइम हुन्छ कि होइन, इभिनिङमा पनि त्यस्तै. अब सबै घरयासी कामहरू सकेर अफिसबाट ब्याक भएर बचेको आफ्नो मी टाइम, त्यो टाइमलाई मात्र म्यानेज गरेर पनि तपाईँले आफ्नो काम चाहिँ गर्न सक्नुहुन्छ कि. आफ्नो बिजनेसलाई स्पेसली दिन सक्नुहुन्छ, अथवा केमा दिनुपर्ने, तपाईँलाई बिजनेसलाई दिनुपर्ने छ कि आफ्नो घरको काममा दिनुपर्ने छ. अघि नै मैले भने नि प्रायोरिटाइज गर्ने, प्रायोरिटी सिफ्ट गर्नु पर्यो कि तपाईँले चाहिँ. त्यो गर्यो भने चाहिँ डेफिनेटली तपाईँले म्यानेज गर्न सक्नुहुन्छ. र यी सबै कुरा गर्नुलाई चाहिँ मेजर भूमिका भनेको चाहिँ अलवेज इट कम्स एन्ड माइन्ड सेट के. माइन्ड सेटलाई चाहिँ तपाईँले स्ट्रङ बनाएर लानु पर्यो है. हो लाइफमा आउँछ च्यालेन्जेसहरू, नआउने त होइन नि त, तर च्यालेन्जेस आउँदाखेरि चाहिँ सम्झिनु पर्यो क्या. लाइक वाइ, मैले किन सुरु गरिरहेको छु त, आफ्नो वाइ सम्झिनु पर्यो. त्यो वाइ सम्झेपछि तपाईँलाई फेरि स्ट्रङली आफ्नो काममा चाहिँ डेडिकेटेड भएर लाग्ने एउटा ऊर्जा मिल्छ क्या, इनर्जी, एउटा इनर्जी नै बेग्लै आउँछ कि. सो त्यो इनर्जी बुस्टअप हुने बित्तिकै एनिथिङ इज पोसिबल के है. पर्फेक्सन पनि त्यसरी नै बिल्डअप हुँदै जाने हो कि. सो यो हरेक कुरा म्यानेज गर्नलाई टाइम म्यानेजमेन्ट पनि यो बिजनेसमा आएपछि चाहिँ सिकिँदो रहेछ. त्यही हो, प्रायोरिटी कसरी गर्ने, प्रायोरिटाइज गरेर काम गर्यो भने पोसिबल चाहिँ छ. त्यस्तै लाग्छ सुरेशजी. यो अर्को एउटा कुरा मैले यसमा थप्न चाहे, माइन्डसेटको सँगसँगै एउटा विलिङनेस पनि हुनुपर्छ हामीमा. माइन्डसेट त परिवर्तन गर्यौँ तर एक्सन लिएनौँ भने हुँदैन. जस्तै हाम्रो कतिपय दिदीबहिनीहरूले अथवा फिमेलहरूले चाहिँ यो बिजनेसलाई चाहिँ रन गरिराख्नु भएको छ होइन. अन्जुजीले भनेको जस्तै बिहानको टाइममा, दिउँसोको टाइममा, बेलुकाको टाइममा गर्न सक्ने, साथसाथै हामी घरको अरू काममा इङ्गेज भइरहेको छौँ भने इभन प्यारलली हामी त्यसलाई लान सकिन्छ. हामी किचनमा बिजी छौँ, वी क्यान रन फ्रम द किचन. हामी बच्चालाई पुर्याउन स्कुल गइरहेको छौँ, हामी त्यहीँबाट पनि यो बिजनेसको कामहरू गर्न सक्छौँ. सानो सानो टास्कहरू हामी गर्न सक्छौँ. किनभने मोस्टली यो बिजनेसमा हामी मेसेजेसहरूको रिप्लाई गर्ने, इमेलहरूको रिप्लाई गर्ने काम गर्छौँ. अनि यसमा हाम्रो एउटा मेसेज म्यानेजमेन्ट सिस्टम छ जहाँ हामीले मेसेजहरू अलरेडी सेट गरेर राखेको हुन्छौँ. सो वी जस्ट ट्याप वान्स के, अनि हाम्रो मेसेज रिप्लाई भइरहेको हुन्छ कि होइन. इमेलहरू त्यसरी नै रिप्लाई भइरहेको हुन्छ. अनि हामी हाम्रो लाइफ जर्नीलाई, हाम्रो रियल मोमेन्ट्सहरूलाई क्याप्चर गरेर त्यसलाई सोसियल मिडियामा हामी सेयर गर्छौँ टु इन्सपायर पिपल है, टु हेल्प पिपल है. अनि त्यो क्याप्चर, त्यस्तो मोमेन्टहरूलाई हामी क्याप्चर गर्नको लागि हामी कुनै पनि मोमेन्ट कुरिराख्नु पर्दैन. हामीले जस्तो लाइफ जिइरहेको छौँ, जस्तो लाइफलाई हामीले एक्सपिरियन्स गरिरहेको छौँ, भोगिरहेको छौँ, त्यही कुरालाई हामीले, त्यही मोमेन्टलाई चाहिँ हामीले क्याप्चर गर्ने हो.
हैन हाम्रो चाहिँ लाइफ सँगसँगै काम अगाडि बढिरहेको हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ यो बिजनेस भनेको फ्लेक्सिबल छ। यो बिजनेस चाहिँ एनी प्रोफेसनलको लाइफमा चाहिँ फिट हुन्छ। वी डोन्ट निड टु फिट विथ दिस बिजनेस के। जस्तै एउटा डक्टर छ अथवा एनी प्रोफेसन, एउटा टिचर छ, सिम्पलै एक्जाम्पल लिउँ हैन, डक्टर नर्स इन्जिनियरतिरको कुरा नगरौँ हैन, हामी चाहिँ सामान्य हाउसवाइफहरूको कुरा गरौँ अथवा चाहिँ एउटा प्रोफेसनल्ली हेर्दाखेरि सामान्य प्रोफेसनमा काम गर्ने व्यक्ति एउटा टिचरलाई लियौँ हामी हैन। टिचर हुनको लागि त अब हामीले एउटा पर्टिकुलर टाइम दिनुपर्छ, स्कुलमा जानुपर्छ होला एउटा टाइमदेखि एउटा पर्टिकुलर टाइमभित्र त्यहाँ गएर हामीले काम गर्नुपर्छ भनेको जस्तो यो बिजनेसमा हामीले त्यस्तो फिक्स्ड आवर दिनु पर्दैन। यो बिजनेस फ्लेक्सिबल छ भनेको यो बिजनेस जुन कुनै प्रोफेसनल व्यक्तिको लाइफमा पनि फिट हुन्छ भनेको यो बिजनेस त हामीले फुर्सद भएको टाइममा अनि अलिकति विलिङनेस हुन्छ नि, केही गरौँ न त, नयाँ कुरा सिकौँ न त, मैले हिजो यस्तो कुराहरू लर्न गरिरहेको थियो, मेरो त्यो आधा बाँकी थियो, त्यसलाई म अलिकति कन्टिन्यू गर्छु नि त भनेर अगाडि लाने हो हैन। जसरी मान्छेहरू चाहिँ कस्तो हुन्छ नि, मुभिजहरू हेरिरहेको हुन्छ, वेब सिरिजहरू हेरिरहेको हुन्छ नि, बिचमा अब त कन्टिन्यू गर्न नसके रोकेर राखेको हुन्छ, फेरि आएर त्यसलाई कन्टिन्यू गर्छ भनेको जस्तै। तर हामी यहाँ त्यो होइन कि हाम्रो कामलाई कन्टिन्यू गरेर अगाडि लान सक्छौँ हैन। हाम्रो यहाँ कुनै काम पेन्डिङ हुने भन्ने हुँदैन कहिले पनि। एभ्री डे इज अ फ्रेस स्टार्ट हो है। सो यो चाहिँ फ्लेक्सिबल बिजनेस हो, यो जसको लाइफमा पनि फिट हुन्छ। कोही व्यक्ति 12 घण्टा ड्युटी गर्छ भने पनि आफ्टर 12 आवर्स स्टिल 12 घण्टा त बाँकी छ उसँग। 12 घण्टामा ऊ 6 आवर्स चाहिँ उसले चाहिँ अब रेस्ट लिन्छ होला, सुत्छ होला भने पनि स्टिल 6 आवर्स इज देयर हैन। अब 6 आवर्समा अरू धेरै कामहरू गर्नु पर्यो, त्यो बाहेक केही न केही त टाइम हुन्छ नि त। सोसियल मिडिया स्कुल त गरेकै हुन्छ जसले पनि। डेफिनेटली मी टाइम मात्र गर्न सकिन्छ के एकदमै। अननेसेसरी स्क्रोल गर्ने टाइमलाई चाहिँ हामीले यसमा युटिलाइज गर्यौँ भनेदेखि मजाले यो बिजनेस चाहिँ गर्न सकिन्छ। त्यसैले विलिङनेस हुनुपर्छ सबैभन्दा मेन कुरा भनेको हैन। सो अमेजिङ है, तपाईँले अमेजिङ कुरा सेयर गर्नु। मलाई लाग्छ धेरै मम्सहरूले आज यहाँबाट चाहिँ यहाँको कुराहरू सुनेर चाहिँ मोटिभेसन लिनुहुनेछ, लिइराख्नु भएको छ भन्ने मलाई लाग्छ। किनभने फ्यामिली लाइफलाई ब्यालेन्स गर्दै हैन आफ्नो चाहिँ अब पर्सनल ग्रोथलाई पनि सँगसँगै अगाडि बढाउनु भनेको मिनिङफुल र एकदमै पावरफुल कुरा हो। यो द्याट्स नट इजी एट अल, त्यो त्यति इजी पनि छैन है। सो एनी कोही पनि मम्सहरू हुनुहुन्छ तपाईँहरूलाई चाहिँ आफ्नो हस्बेन्डलाई अथवा आफ्नो परिवारलाई चाहिँ फाइनेन्सियली सपोर्ट गरौँ, घरमै बसेर केही गरौँ। अलिकति फ्री भएको टाइममा अन्जुजीले भनेको जस्तो बच्चाले स्कुल पुऱ्याइसकेपछि दिउँसोको टाइममा केही 1-2 घण्टा 2-4 घण्टा तपाईँ फ्री हुनुहुन्छ भनेदेखि त्यो समयलाई सही सदुपयोग गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ हैन तपाईँहरूले चाहिँ हामीलाई रिच आउट गर्न सक्नुहुन्छ अथवा यो प्लेटफर्मको बारेमा चाहिँ जानकारी लिन सक्नुहुन्छ है। सो तपाईँ आफैले डिसिजन लिएर अगाडि आउने हो। तपाईँको लागि कसैले कुनै प्लेटफर्म तयार गरेर अगाडि आइदिनेवाला छैन। डिसिजन आफैले लिनुपर्छ हैन, तपाईँलाई आवश्यकता छ भनेदेखि हैन। सो अब ग्रोथ र ट्रान्सफर्मेसनको अलिकति कुरा गरौँ अन्जुजी हैन। क्वेसन 4 म चाहिँ तपाईँलाई यो विषयमा चाहिँ सोध्न चाहन्छु। Okay, how have you changed personally and professionally since starting this journey? What differences do you notice in yourself today? Thank you so much for this question once again है। यो ग्रोथ र ट्रान्सफर्मेसनको बारेमा बोल्नु पर्दा चाहिँ एकदमै के हैन, अब ग्रेट चेन्जेस नै आएको छ कि ममा चाहिँ पर्सनली र प्रोफेसनली दुवै तरिकाले चाहिँ यति धेरै ट्रान्सफर्मेसन मैले पाएको छु, चेन्जेसहरू पाएको छु हैन। लाइक पहिला चाहिँ कस्तो लाग्थ्यो भने काम त गरिन्थ्यो हैन, तर आफैले अब भनौँ न अरूको इन्स्ट्रक्सनमा बसेर काम गर्ने गरिन्थ्यो हैन, बोसको अन्डरमा बोसले जे भने त्यसलाई मात्र गर्ने गरिन्थ्यो। तर यो बिजनेसमा आइसके पछाडि चाहिँ धेरै नै चेन्जेसहरू मैले फिल गरेको छु। अगाडि चाहिँ एउटा बिजनेसमा आउनुभन्दा अगाडि चाहिँ धेरै नै सेल्फ डाउटहरू हुन्थ्यो हैन, एउटा कन्फ्युजन लाइफ नै जिरहेको छु भन्थ्यो कि अहिले पछाडि फर्केर हेर्दा चाहिँ एकदमै कन्फ्युजिङ लाइफ नै जिरहेको थिएँ, सेल्फ डाउटमा रहिरहेको थिएँ र स्पेसल्ली कम्फर्ट जोनबाट बाहिर निस्किन चाहिँ एकदमै गाह्रो भइरहेको अवस्था थियो मेरो चाहिँ है। त्यो अ काइन्ड अफ हेजिटेसन भन्छ नि, लाइक अब एउटै कुनामा बसेर काम गरेर त्यहीबाट ब्याक भयो, केही पनि थिएन, लाइफ एकदम नर्मल स्केड्युलमा चलिरहेको थियो है। तर जब हुन्छ नि अहिले आएर त्यो हेर्दाखेरि चाहिँ ममा आएको चेन्जेस भनेको चाहिँ आफैलाई म दङ्ग पर्छु कि लाइक यो कन्फिडेन्स लेभल भन्यो, पोजिटिभिटी है, मेन थिङ्स त पोजिटिभ माइन्डसेट एकदमै राम्रो भएको छ होइन। अनि अहिले त्यो नेगेटिभिटी भन्ने कुरा चाहिँ त्यो कम्प्लिटली निल नै भएको छ क्या। हुन्थ्यो नि त, लाइफ हो, ह्युमन नेचर हो होइन, कहीँ न कहीँ त्यो अब नेगेटिभहरू आउँथ्यो पहिला, नआउने होइन, तर अहिले चाहिँ यसमा आइसके पछाडि चाहिँ वे अफ थिङ्किङ नै हाम्रो चाहिँ चेन्ज भयो कि है। त्यो भयो। अनि अर्को भनेको चाहिँ ग्रोथ फोकस हुन पाएँ कि एकदमै आफ्नो ग्रोथलाई चाहिँ फोकस गरेर चाहिँ अघि बढिरहेको महसुस गर्छु म है। र
प्रोफेसनल्ली चाहिँ आएको चेन्जेसहरूमा पनि अब हो एज आफ्नो प्रोफेसन आफ्नो फिल्डमा चाहिँ धेरै नै अनुभव चाहिँ लिइसकेको जस्तो मलाई लाग्छ होइन। तर पनि त्यसले मात्र हामीलाई चाहिँ लाइफमा अझै पनि नपुगेको जस्तो अहिले आएर चाहिँ अझै पनि मैले धेरै कुरा बाँकी रहेछ सिक्न चाहिँ जस्तो फिल गर्छु कि लाइक अब कम्युनिकेसनको पार्टहरू भयो होइन। अनि यो बिजनेसले हामीलाई दिएको लिडरसिप पावर भयो है, टिमवर्क, वास्तवमै टिमवर्क भनेको के हो त भन्ने कुरा चाहिँ मैले यो बिजनेसमा नै आएर सिकेँ। यो कम्युनिटीले मलाई सिकायो। तपाईँ हामी जस्तै बिजनेस पार्टनर्सहरूको टिममा बसेर काम गर्दाखेरि रिजल्ट आएको देखियो र यसले सिकायो कि टिमवर्कमा चाहिँ हाम्रो पावर कतिको हुँदो रहेछ भन्ने कुरा चाहिँ अहिले बल्ल मैले चाहिँ फिल गर्ने मौका पाएँ होइन। र अर्को भनेको चाहिँ कन्सिस्टेन्सी चाहिँ कसरी दिन पर्ने रहेछ त, पेसेन्स लेभल भनेको के रहेछ भन्ने कुरा चाहिँ यो बिजनेसले मलाई राम्रोसँग यो स्किल चाहिँ डेभलप गराएको छ है। र अर्को पर्सनल्ली चाहिँ एकदमै हो, अघि पनि भने पहिला चाहिँ ममा यति धेरै धैर्य त थिएन के, तर अहिले चाहिँ वी हेभ टु बी पेसेन्स है। पेसेन्सले गरेको काम चाहिँ डेफिनेटली एउटा सफलताको शिखरसम्म तपाईँलाई पुर्याउँछ भन्ने कुरा चाहिँ देखेँ पनि। लाइभ हामीले इक्जाम्पलहरू, लाइभ हाम्रो लिडर्सहरूलाई सक्सेस स्टोरिजहरूबाट पनि देखियो होइन। र डिसिप्लिनमा रहेर आफ्नो पोजिटिभ माइन्डसेट रहेर काम गऱ्यो भने आफ्नो डेभलपमेन्ट त छँदैछ, पर्सनल डेभलपमेन्ट त एकदमै राम्रो ड्रास्टिक चेन्जेस नै आएको छ है। लाइफको बेटर भर्जन नै मैले जिरहेको छु भन्छु, म बारम्बार भन्ने गर्छु होइन। एकदमै हो, जति पनि कन्फ्युजनहरू थियो अहिले क्ल्यारिटी पाएको छ, एउटा सही डिरेक्सन पाइरहेको छु होइन। र आफ्नो डेस्टिनेसन के हो, गोल के हो भन्ने कुरामा चाहिँ लक्षित भएर काम गर्ने मौका पाइरहेको छु है। र यी सबै कुरा भन्दाखेरि चाहिँ यस, मैले मेरो पोटेन्सियल चाहिँ मैले जाने कि देखेँ, मैले विश्वास गर्न थालेँ बल्ल मैले है। र अघि पनि भने होइन, अब यो लागि मेरो लागि चाहिँ जस्ट अब सक्सेस भन्ने कुरा चाहिँ आम्दानीको रूपमा, आर्थिक रूपमा चाहिँ सम्पन्न हुनु मात्र होइन रहेछ कि, अहिले आएको पर्सनल ग्रोथ, पर्सनल चेन्जेस, एउटा कन्फिडेन्स लेभल, एउटा क्ल्यारिटी जुन पाइरहेको छु, आफ्नो जुन एउटा ग्रोथ देखिरहेको छु नि त। र यही ग्रोथ मैले जानेको कुरा, एक्सपिरियन्सेसहरू, मैले सिकेको नलेजहरू, स्किल्सहरू मैले सिकाउने मौका पाइरहेको छु। र आफूले जानेको कुराहरूलाई चाहिँ सेयर गर्दाखेरि चाहिँ एउटा कतिजना भ्युवर्सहरूले, साथीहरूले भन्नुहुन्छ कि म चाहिँ तपाईँको लाइफ स्टोरीबाट, तपाईँले जुन देखाउनु भएको रिल्सहरूबाट चाहिँ एकदमै इन्सपिरेसन मिलेको छ भनेर भन्नुहुन्छ होइन। यस, दिस इज वाट द सक्सेस मिन्स टु मी के है। जुन मैले सेयर गरेको कुराले मेरो लाइफ जोर्नी अरू कसैको लागि इन्सपिरेसनको स्रोत बनिरहेको छ भने त्यो मेरो भनौँ न एउटा सक्सेस हो क्या, त्यो जुन मेरो प्रोग्रेसको चाहिँ रिजल्ट हो क्या, त्यस्तो लाग्छ मलाई होइन। अहिले चाहिँ धेरै चेन्जेसहरू मैले चाहिँ फिल गरिरहेको छु सुरेशजी है। र अघि पनि भने अब डेफिनेटली बिजनेस हामीले गर्छौँ, यस, आर्थिक रूपमा सम्पन्न हुनको लागि केही आम्दानीको हाम्रो पाटो चाहिँ खुलोस् न त भन्ने, त्यो त छ, हामीले सोच्नै पर्दैन। यहाँ त कति छ तपाईँले जस्ट भित्र आएर बुझ्नु पर्यो, एक्सप्लोर गर्नु पर्यो होइन। तर त्योभन्दा बाहेक पनि के, लाइक आफ्नो एउटा न्यू आइडेन्टिटी र भिजन पाएको छु, क्लियर भिजन पाएको छु। अघि पनि मैले भने यस, दिस इज माई गोल, यो मेरो भिजन हो। लङ टर्म भिजन राखेर हामी जब काम गर्छौँ नि, त्यो हार्डवर्क गर्दा पनि एकदमै मजा आउँछ कि, त्यो डेडिकेसनले पनि हामीलाई चाहिँ, मेरो लक्ष्य चाहिँ यो हो। पहिला चाहिँ हामी चाहिँ 20 वर्ष काम गऱ्यो तर त्यो गन्तव्यहीन जस्तो थियो क्या, एउटा बकेट लिस्ट मात्र पुरा गर्ने जस्तो थियो। अब चाहिँ होइन, मैले जति काम गर्छु, यस, आई एम बिल्डिङ समथिङ फर माई फ्युचर भन्ने छ। त्यो भिजनले गर्दा पनि झन् आफूलाई चाहिँ काम गर्ने ऊर्जा नै डबल भएर आउँछ होइन। एउटा अहिले आइडेन्टिटी पाएको छु, यस, पहिला चाहिँ म फलानुको उसमा चाहिँ काम गर्छु है भन्नु, र यस, आई एम डुइङ दिस फर माई सेल्फ भन्दाखेरि चाहिँ त्यो प्राउड मोमेन्ट छ क्या, ड्रास्टिक चेन्जेस फिल गरेको छु है। एकदमै यो भनिरहँदा पनि आफूलाई चाहिँ वाउ मोमेन्ट हुन्छ क्या है। त्यही हो मैले फिल गरेको चेन्जेसहरू अहिलेसम्म होइन। मैले आफूले सेल्फ एनालाइज गर्दाखेरि होप अब यही कुरा हामी चाहिँ एज ए फेलो बिजनेस पार्टनर हामी इनिसियल फेजमा आउँदाखेरिको कन्फिडेन्स लेभल र अहिले 1-1.5 वर्ष पछाडिको कन्फिडेन्स लेभलमा हामी आफूलाई पनि एनालाइज गर्छ। जस्तै सुरेशजीमा आएको चेन्जेस मैले देखिरहेको छु भने होप ममा आएको चेन्जेसहरू पनि सुरेशजीले अथवा हाम्रो साथीहरूले चाहिँ नोटिस गर्नुहुन्छ होइन। वाउ, पहिला तिमी चाहिँ अहिले चाहिँ चेन्जेस चाहिँ आएको छ है, कम्फर्ट जोनबाट निस्केर अब यसरी लाइभमा आउनु भनेको त यो त सपना जस्तै नै थियो नि त हाम्रो लागि त। 2 मिनटको लागि आफ्नो प्राइभेट ग्रुपमा लाइभ जाऊ भन्दा पनि त्यो यति हुन्छ नि नर्भसनेस के, बोल्दा बोल्दै फिजिकली त बोल्न सक्थेँ तर एउटा क्यामेरा अगाडि चाहिँ क्यामेरालाई चाहिँ साथी बनाइरहेको थिएन क्या हामी चाहिँ, मेरो लागि चाहिँ त्यो थियो होइन। तर अहिले यतिको कन्फिडेन्स भएर यतिको आफ्नो जर्नी सेयर गर्न सक्नु भनेको चाहिँ यो चाहिँ ममा आएको ग्रेट चेन्जेस नै भन्छु है। That's beautiful. That's really beautiful and heart touching. All the moms
I'm calling you guys है अब Right. तपाईहरु पनि तपाईको आफ्नो पहिचान तपाईको आफ्नो आइडेन्टिटी चाहिँ स्टे एट होम मम अथवा चाहिँ हाउस मेकर अनि के भन्छ रे अरु त्यही नै राख्न चाहनुहुन्छ भनेदेखि त हैन we don't have to say you anything है Yeah. यदि तपाई पनि अन्जुजीले जस्तै परिवर्तन चाहनुहुन्छ लाइफमा चेन्ज चाहनुहुन्छ भनेदेखि हैन पक्कै पनि तपाईहरुले पनि त्यो आइडेन्टिटीलाई चेन्ज गरेर एज अ डिजिटल बिजनेस एन्टरप्रेन्योर भनेर आफूले चिनाउन चाहनुहुन्छ हैन एउटा प्राउड फिल गर्न चाहनुहुन्छ आफैमा भनेदेखि हैन तपाईहरु पनि एक्सन लिन सक्नुहुन्छ सो ग्रोथ भनेको चाहिँ केवल एक्सटर्नल होइन बाहिरी रूपमा देखिने होइन यो भनेको इन्टरनली कन्फिडेन्ट हुने हो हैन हाम्रो चाहिँ अब यो पोजिटिभ हुनु हो र साथसाथै स्ट्रङ्गर बन्नु पनि हो है सो एन्ड योर जर्नी ट्रुली रिफ्लेक्ट दैट अन्जुजी Thank you so so much. हामी अब लाइक म चाहिँ के भन्छु भने यस डेफिनेटली तपाईले भन्नुभयो नि ग्रोथ भन्ने कुरा बाहिर ग्रोथ देखाउनु मात्र हैन कि आफूमा आएको चेन्जेस आफूमा आएको भने नि हो एज बिङ अ मम एज बिङ अ हैन अब एउटा प्यारेन्ट्स भइसके पछाडि आफूले आफूलाई बिर्सिनु चाहिँ हुँदैन रहेछ के फर्स्टमा म को हुँ भन्ने कुरा चाहिँ चिन्न सक्नु पर्दो रहेछ आफ्नो पनि क्षमता छ म पनि मेरो पनि सपना छ भन्ने कुरालाई चाहिँ हामीले चाहिँ त्यो बुझेर अघि बढ्यौं भनेको यही नै हो कि लाइक एज बिङ घरमा बसेर अथवा अरूको अन्डरमा काम गरेर मात्र आफ्नो आइडेन्टिटी चाहिँ बन्दैन रहेछ हैन जस्ट तपाईलाई केही गर्नु छ म को हुँ भन्ने कुरा आफ्नो चिनारी चाहिन्छ आफ्नो आइडेन्टिटी तपाईँ डेभलप गर्न चाहन्छु भनेदेखि चाहिँ डेफिनेटली यो प्लेटफर्मले चाहिँ तपाईलाई एउटा नयाँ एउटा अवसर चाहिँ दिइरहेको हुनसक्छ होइन जसरी अब मैले चाहिँ फिल गरेको कुरा मैले अनुभव गरेको कुरा चाहिँ यही नै हो कि मैले पनि यत्रो वर्ष जागिरी जीवन बिताएँ हो बाहिरबाट हेर्दा त मेरो लाइफ त वाउ नै थियो नि त एउटा राम्रो डेजिग्नेसन थियो वेल पेड जब थियो आफ्नो फ्यामिली थियो सबै कुरा थियो तर भित्रबाट म खाली थिएँ नि त मेरो पोटेन्सियल मैले सो गर्ने ठाउँ पाइरहेको थिएन मैले ग्रोथ पाइरहेको थिएन तर आज म घरमा बसिरहेको छु हो मान्छेले हेर्दा घरमा बसेर के गरिरहेछ घरैभित्र बसिरहेको छ भन्छ तर नो म भित्र आएको चेन्जेस त मलाई थाहा छ नि त ममा आएको मेरो ग्रोथ के हो यस मेरो भिजन के हो त मेरो लक्ष्य के हो त भन्ने कुरा त मैले फिल गरिरहेको छु डेफिनेटली अब त्यो समयले सबैलाई देखाउँछ के आफूले बोलेर भन्दा पनि रिजल्ट्सले देखाउने हो है सो इफ हजुरहरूलाई पनि अब लागिरहेको छ कि कति धेरैजना हाम्रो साथीहरू यस्तो हुनुहुन्छ कि एक्सन लिन डराइरहनु भएको छ दे किप अन वाचिङ अस के हेरिरहनुहुन्छ तर पनि होइन म त सक्दिनँ होला म त बोल्न सक्दिनँ म त यति टाइम दिन सक्दिनँ वेन देयर इज विल देयर इज वे तपाईँ एउटा विलिङनेस राखेर आउनुहोस् लर्निङ माइन्डसेट लिएर आउनुहोस् होइन वी आर हियर टु हेल्प यु एन्ड गाइड यु के है जसरी हाम्रो लाइफमा परिवर्तन आइरहेको छ नाउ इट्स योर टर्न भन्न चाहन्छु थ्याङ्क यू इट्स योर टर्न टु बिल्ड योर ओन आइडेन्टिटी yes एज अ डिजिटल बिजनेस एन्टरप्रेन्योर भन्न चाहिँ हामी एकैछिन केही कमेन्ट्सहरू लिउँ होला कमेन्ट्सहरू हामी टर्न बाई टर्न लिउँ होला किनभने म एक्लैले गर्दै गर्दा अन्जुजी बोर हुनुहुन्छ होला पक्कै पनि सो हामी टर्न बाई टर्न लिनेछौँ र सबैभन्दा पहिलो कमेन्ट छ ममता गिरी हेलो सर वाचिङ फ्रम काठमाडौँ भन्नुभएको छ पक्कै पनि यहाँले मलाई मात्र नभइकन अन्जुजीलाई पनि हेर्नु भएको छ भने मैले आशा लिएको छु थ्याङ्क यू फर योर ब्युटिफुल कमेन्ट वेल कमला पराजुली खरे कमला आशिषले हेर्नु भएको छ वाचिङ लाइभ फ्रम पोखरा भन्नुभएको छ थ्याङ्क यू सो मच फर यर भ्यालुएबल टाइम फर वाचिङ अस है थ्याङ्क यू साइन विथ प्रीतिजीले वाचिङ लाइभ फ्रम ललितपुर भन्नुभएको छ ललितपुरदेखि हामीलाई हेरिदिनु भएकोमा तपाईँको भ्यालुएबल टाइमको लागि चाहिँ हामी दुवैजनाको तर्फबाट थ्याङ्क यू भुवन एस गुरुङजी वाचिङ लाइभ फ्रम कावासोती भन्नुभएको छ थ्याङ्क यू भुवन सर थ्याङ्क यू सो मच फर यर टाइम है उहाँ पनि अब ट्रेडिसनल बिजनेस ओनर भएर पनि हाम्रो लागि टाइम निकालेर बिजनेसमा लागिरहनु भएको छ सो इन्सपायरिङ थ्याङ्क यू सो मच प्रीति जसवाल हुनुहुन्छ वाचिङ लाइभ भन्नुभएको छ थ्याङ्क यू प्रीतिजी फर यर स्विट टाइम थ्याङ्क यू फर बिङ विथ अस थ्याङ्क यू दिया गुरुङजी दियाजीले लेख्नु भएको छ वाचिङ लाइभ फ्रम पोखरा थ्याङ्क यू सो मच दिया दी फर वाचिङ अस लाइभ है उहाँ चाहिँ आज पोखरा जानुभएको थियो हामीलाई टाइम दिएर हेर्नुभयो थ्याङ्क यू सो मच ए आज म पोखरा जाँदै हुनुहुन्छ हजुर आज पोखरा हिँड्नु भएको छ फर अ विक है ओके तपाईँको ह्याप्पी विक भन्न चाहन्छु म पनि ह्याप्पी भेकेसन हप्ताको जर्नी तपाईँको खुसी रहोस् रमाइलो होस् कुरामा बिजनेस पार्टनरहरू पनि हुनुहुन्छ त्यहाँ पनि भेटघाट हुन सक्छ सायद हुन्छ होला गर्नुहुन्छ होला नेक्स्ट हुन्छ उमाद्वारे वाचिङ लाइभ फ्रम भक्तपुर भनेर भन्नुभएको छ उमाजी थ्याङ्क यू भेरी मच होइन उहाँ पनि हाम्रो बिजनेसमै हुनुहुन्छ उहाँले पनि एकदमै राम्रो गरिराख्नु भएको छ यो बिजनेसमा
एकदमै कन्सिस्टेन्टली अगाडि बढिराख्नु भएको छ अनि यहाँको अमूल्य समयको लागि चाहिँ थ्याङ्क यू भेरी मच। र केही भन्न चाहन्छु उहाँजीको लागि तपाईँ? थ्याङ्क यू सो मच। उहाँको पनि जर्नी एकदम राम्रो भइरहेको छ है, अब एकदम स्मुथली लगिरहनु भएको छ। जस धेरै अहिले उहाँमा आएको चेन्जेस पनि हामीले फिल गर्न सक्छौँ के, लाइक कम्फर्ट जोनलाई छोड्नु उहाँलाई मलाई चाहिँ एकदमै गाह्रो भएको थियो, तर त्यो जोन अब छोडेर हामी चाहिँ अब मुभ अन भइसकेका छौँ। एकदमै वाउ मोमेन्ट हाम्रो चाहिँ चलिरहेको छ। थ्याङ्क यू उमा फर वाचिङ अस लाइभ। यो कम्फर्ट जोनको कुरा गर्दाखेरि मलाई थोरै कुरा जोड्न मन लाग्यो। यो कम्फर्ट जोन भनेको एकदमै सेक्योर फिल हुने जोन हो है, एकदम जहाँ हामी yes. एकदमै सेक्योर फिल गरेर आउँछौँ। म पनि यो बिजनेस जर्नी सुरु गरेदेखि यो बिजनेसमा म चाहिँ स्टेप इन भइसकेपछि 6 मन्थ जति, अब 5 मन्थ हो, 5 मन्थ जति चाहिँ कस्तो थियो नि, फर सेक गरिदिउँ न त, अरूको लागि त हो नि भने जस्तो चाहिँ मैले जस्ट पोस्ट मात्रै गर्थेँ अनि मैले रिजल्ट पनि देखिरहेको थिइनँ है, किनभने म कहिल्यै स्क्रिनमा आउँदिनँ थिएँ, आएर रियल यसरी भिडियो बनाएर म बोल्दिनँ थिएँ है। त्यो एउटा दुईवटा भिडियो बनाउनु त्यो अलग कुरा हो, त्यो पनि हाम्रो मेन्टर कोचहरूको रिक्वेस्टमा, नत्रभए म त्यति लागिरहेको थिइनँ। अनि जब आफ्टर 5 मन्थ्स होइन मैले मेरो मसँगै जोइन हुनुभएको मेरो बिजनेस पार्टनरहरूको ग्रोथ देखेँ होइन, जस्तै अन्जुजी अरू धेरै हुनुहुन्छ है, उहाँहरूको ग्रोथ देखेँ अनि उहाँहरूले पनि मलाई इन्सपायर गर्नुहुन्थ्यो, मोटिभेट गर्नुहुन्थ्यो, अपलिफ्ट गर्ने प्रयास गर्नुहुन्थ्यो। आउनुहोस् न अगाडि आउनुहोस् न, आफ्नो छोटो छोटो भिडियो बनाउनुहोस् न, केही बोल्नुहोस्, बोलेर भिडियो बनाउनुहोस्, आउनुहोस् भनेर रिक्वेस्ट गर्नुहुन्थ्यो। अनि उहाँहरूको ग्रोथ यो सबै देखेर अनि मैले पनि आफूलाई कम्फर्ट जोनबाट बाहिर निकाल्नलाई मलाई 5 मन्थ लागेको थियो। बट मैले बिचमा प्रयास नै गरेको थिइनँ भन्दा पनि हुन्छ होइन, त्यति धेरै पोस्ट मात्रै बनाउँथेँ मैले, तर आफू अगाडि आएर बोल्दिनँ थिएँ। हामी अगाडि आएर बोल्न जरुरी छ यो बिजनेसमा, अनि यो त्यति गाह्रो कुरा होइन रहेछ। जब मैले म गर्छु भनेर चाहिँ मैले एउटा स्टेप लिएँ, कम्फर्ट जोनबाट बाहिर निस्किने प्रयास मैले कन्टिन्यू निरन्तरता दिएपछि चाहिँ यो पोसिबल हुने रहेछ भन्ने कुरा चाहिँ मैले मेरो यो जर्नी चाहिँ मेरो धेरै साथीहरूलाई थाहा छ है यो विषयमा। सो अगाडि बढौँ। एकदमै ट्रु के है, साँच्चै नै कम्फर्ट जोन छोड्नलाई चाहिँ एकदमै हामीलाई चाहिँ गाह्रो जस्तो फिल हुँदो रहेछ, तर जब एकपटक हामीले चाहिँ त्यो करेज लिएर हामी अघि बढ्यौँ भनेदेखि चाहिँ इट्स नथिङ जस्तो लाग्दो रहेछ क्या। सेम है, अब जस्तो कि मलाई साथीहरूले भन्नुहुन्थ्यो होइन, अन्जुजी लगायत अरू धेरै साथीहरूले भन्नुहुन्थ्यो, बिजनेस पार्टनरहरूले भन्नुहुन्थ्यो तपाईँ अगाडि आउनुहोस्, भिडियो बनाउनुहोस्, मेन्टरहरूले भन्नुहुन्थ्यो नि। अनि म मोबाइल अगाडि राखेर क्यामेरा अन गरेर अनि भिडियो रेकर्ड गर्न लाग्थेँ। मेरो यो रियल अनुभव हो। अनि त्यो सामान्य भिडियोहरू बाहेक अरू भिडियोहरू विभिन्न टपिक्समा बोल्न लाग्दाखेरि अनि नमस्ते म सुरेश भनेर अनि मैले यसरी सुरुवात गर्थेँ। अनि मैले पोइन्ट वाइज म यो पोइन्टमा कुरा बोल्छु है भनेर मैले जस्ट पोइन्टहरू सम्झेर म गएको हुन्थेँ। कहिलेकाहीँ त म लेखेर अगाडि साइडमा पोइन्ट मात्र लेखेर राखेको पनि हुन्थेँ होइन। त्यो त पोइन्ट लेख्ने त मैले अलिक धेरै पछाडि गरेको हो होइन, त्यो कम्फर्ट जोनबाट बाहिर निस्किनलाई म सम्झेर गयो। अनि मैले चाहिँ भिडियो रेकर्ड गर्न लागेपछि अनि त्यो नामसाम भनेपछि अनि म रोकिने कि त्यो नआउने बिर्सिने त्यस्तो हुन्थ्यो। अनि मैले के गर्थेँ, भयो आज भोलि गरौँला भनेर सोच्थेँ होइन। अनि मेबी भोलि त म सुरु नै गरिदिन्थेँ, मेबी फेरि 2-3 दिन पछाडि आउँथ्यो अनि फेरि होइन आज बनाउनु पऱ्यो भनेर कता कता लाग्थ्यो। अनि साथीभाइहरूको भिडियो देखिरहेको हुन्थ्यो नि त, अनि फेरि ल आज बनाउँछु भनेर 2 दिन पछाडि फेरि आएर क्यामेरा अन गर्थेँ। अनि फेरि सेम हुन्थ्यो कि प्रब्लम। अनि म चाहिँ अनि फेरि भोलि भन्थेँ कि, अनि फेरि भोलि भनेर अनि प्याकअप गर्थेँ। अनि त्यो भोलि भने अनि भोलि भनेको जस्ट भोलि नभइकन फेरि 2-3 दिन 1 हप्ता पनि हुन सक्थ्यो कि, त्यो यति नै हुन्छ भन्ने। त्यसो गर्दा गर्दै मेरो 5 मन्थ्स बितेको हो कि है, त्यसरी बितेको हो त्यो 5 मन्थ। अनि जब चाहिँ हामीले त्यसरी रेकर्ड गर्दा होइन मैले नेक्स्ट टेक लिन्छु, बरु अहिले गर्छु भन्ने जब मेरो माइन्डमा आयो नि, होइन यो आज त म यो 2 मिनटको भिडियो, यो 3 मिनटको भिडियो मलाई जसरी नि बरु म कम्प्लिट गर्छु, बरु 2 क्लिप्समा गर्छु, बरु 3 क्लिप्स बनाउँछु म भनेर मैले जब त्यो डिसिजन लिएर अनि मैले चाहिँ त्यसरी चाहिँ त्यो भिडियोजहरू कन्टेन्टहरू बनाउन थालेँ नि, त्यहाँदेखि मैले बनाउन सकेँ होइन। कतिपय भिडियोहरू अहिले पनि स्टिल हामी होइन 1 टेकमै गरिरहेको हुन्छु म, मेरो आफ्नो कुरा गर्दा कहिले 2-3 टेक पनि लगाइरहेको हुन्छु। बट त्यसको मतलब ओहो मेरो बिग्रियो भने म आत्तिन्न कि, ल नि मेरो यहाँनिर त रोकिएँ म बिग्रेँ भनेर आत्तिन्न। आई क्यान कन्टिन्यू फ्रम देयर कि। वी हेभ लट्स अफ अब यो भिडियो एडिटिङ टुल्सहरू छ कि, सिम्पल टुल्सहरू छ विच इज अलरेडी वी हेभ इन आवर मोबाइल के। कति बेला त थाहा नहुन नि सक्छ मोबाइलमा त्यस्तो टुलहरू छ र भनेर, त्यस्तो एडिटिङ एपहरू छ र भनेर, तर सिम्पली यो गर्न सकिन्छ। त्यही भएर कम्फोर्ट जोनबाट बाहिर निस्किनुको लागि चाहिँ एउटा भित्रबाट चाहिँ एउटा चाहिँ बोल्ड त्यो के म गर्छु भनेर चाहिँ एउटा हिम्मत चाहिँ लिनुपर्छ कि, त्यो कन्टिन्युटी चाहिँ दिनुपर्छ। हो फेलियर भन्ने कुरा हुन्छ, डाउट्स हुन्छ, डर हुन्छ कि, यो त नर्मल कुरा हो कि। त्यो डर नै हुन्थ्यो कि त्यो क्यामेरामा बोल्न, अनि त्यो फियर हुन्थ्यो, अनि त्यो कन्टिन्युटी नदिने कि त्यो हुन्थ्यो। त्यो एउटा डिसिप्लिनमा चाहिँ हुनु जरुरी छ। सो हामी नेक्स्ट लाइक हुन्छ नि माइन्ड सेट सिफ्ट हुनु भनेको यही रहेछ क्या सुरेशजी वास्तवमा, हो कि होइन?
लाइक वी डोन्ट ह्याभ द्याट माइन्ड सेट क्या बिफोर त्यो थिएन हो प्रोकास्टिनेट गर्ने होइन भोलि गरौँला टेक इट इजी क्या बिस्तारै हुँदै जान्छ भन्ने थियो तर जुन अब त्यो स्ट्रङ माइन्ड सेट माइन्ड सेट सिफ्ट भइसके पछाडि चाहिँ एभ्रिथिङ इज पोसिबल होइन गर्नै पर्छ मैले यो जति टेकमेन्ट गर्नै पर्छ मैले आज यो गर्नै पर्छ भनेपछि कन्सिस्टेन्सी पनि बिल्डअप हुँदै जान्छ हामी डिसिप्लिनमा पनि रहन्छौँ र हाम्रो हार्डवर्क पनि देखिँदो रहेछ र यो गरेको अनुसार रिजल्ट पनि ब्लेसिङ्सहरू पनि आउने क्रम हुँदो रहेछ भन्ने कुरा अहिले हामीले चाहिँ भन्न सक्छौँ नि त प्राउडली होइन ओके हामी नेक्स्ट कमेन्ट लिन्छौँ फेरि पनि दियाजीको कमेन्ट छ हेलो सुरेश सर वाउ सो वेल ह्यान्डल लाइभ भन्नु छ अमेजिङ कन्फिडेन्स एन्ड प्रेजेन्टेसन भन्नु छ मेबी उहाँले चाहिँ हामी अघि अलिकति चाहिँ टेक्निकल प्रब्लमले आउट हुनुभएको थियो त्यो बेलाको भन्नुभयो हो कि थ्याङ्क यू दियाजी तपाईँको फेरि पनि तपाईँको यो एक हप्ताको ट्रिप एकदमै रमाइलो होस् भनेर भन्न चाहन्छु स्विटी पियर राज भण्डारी हेलो सर नमस्ते भन्नुभएको छ नमस्ते फ्रम बोथ अफ अस है नमस्ते ओके मलाई मात्रै नमस्ते भन्नुभएछ है थ्याङ्क यू भेरी मच फेरि उहाँको यो फेरि आएछ है ओके थ्याङ्क यू नेक्स्ट सुनिता अधिकारी वाचिङ लाइभ फ्रम पोखरा भन्नुभएको छ सो मेनी पोखरेली गाइज है अनि उहाँलाई अर्को एउटा खबर अब दियाजी पनि पोखरा आउँदै हुनुहुन्छ है बाइ द वे थ्याङ्क यू सुनिता अधिकारीजी थ्याङ्क यू यो कमेन्ट मैले लिन चाहिँ सरस्वतीजीले नमस्ते वाचिङ लाइभ फ्रम काठमाडौँ भन्नुभएको छ थ्याङ्क यू सरस्वतीजी थ्याङ्क यू फर यर सपोर्ट हरेक समय चाहिँ तपाईँले मलाई इन्करेज गरिराख्नु भएको हुन्छ हरेक समय तपाईँले मेरो कन्टेन्ट भिडियोहरू हेरिराख्नु भएको हुन्छ होइन कमेन्टहरू गरिराख्नु भएको हुन्छ होइन यहाँको सपोर्टको लागि चाहिँ धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु म थ्याङ्क यू सरस्वतीजी थ्याङ्क यू अगेन उहाँले भन्नुभएको छ थ्याङ्क यू फर सेयरिङ योर स्टोरी अन्जुजी भनेर भन्नुभएको छ Thank you so much for listening us है for your valuable time दिएर हामीलाई सुनिदिनु भयो त्यसै गरी माया लेख्नु भएको छ वाचिङ लाइभ बोथ अफ यु फ्रम नेदरल्यान्डबाट हेरेर हामीलाई मायाजीले चाहिँ स्विट कमेन्ट छोडिदिनु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु ओके मैले थप्न चाहे नेदरल्यान्डदेखि मायाजीले हामीलाई धेरै माया दिइराख्नु भएको छ त्यसको लागि थ्याङ्क यू भेरी मच थ्याङ्क यू जस्तै अर्को हुनुहुन्छ मिरा खड्का वाचिङ लाइभ बोथ अफ यु फ्रम पोखरा भन्नुभएको छ थ्याङ्क यू मिराजी थ्याङ्क यू फर योर भ्यालुएबल टाइम नेक्स्ट कमेन्ट म आफै लिन्छु यो प्लिज शिला स्यानसनको शिलाजीले हेर्नुहोस् हेलो वाचिङ लाइभ फ्रम काठमाडौँ great story Anjuji and yes motherhood is one journey and enjoying this journey building my digital journey to loving enjoying every moment best for every professional भन्नुभएको छ यो फेरि म अन्जुजीलाई के भन्नलाई अनुरोध गरेँ शिलाजीलाई के भन्न चाहनुहुन्छ अन्जुजीको स्टोरी सुनेर चाहिँ उहाँले चाहिँ इन्स्पायर भए भन्नुभएको छ वाउ थ्याङ्क यू सो मच उहाँ पनि अहिले मदरहुड इन्जोय गरिरहनु भएको छ है साथसाथै आफ्नो डिजिटल बिजनेस पनि बिल्ड गरिरहनु भएको छ सानो नानी काखमा लिएर जुम मिटिङहरू एटेन्ड गर्नुहुन्छ आफ्नो पकेट टाइम कि मी टाइम नानीलाई सुताएर बचेको टाइम उहाँ चाहिँ टक्क मोबाइल लिएर बसिरहनु भएको कति इन्सपाइरिङ लाग्छ कि मलाई चाहिँ फिजिकल मिटअपमा नि अस्ति प्रेजेन्स हुनुभयो होइन यति त्यो हुन्छ नि भित्रको एउटा जुनुन भन्छ नि त्यो कुरा त्यो डेडिकेसन त्यो कन्सिस्टेन्सी यति दिनुभएको छ कि इट्स ह्याट्स अफ टु हर है एकदम सेल्युट गर्न मन लाग्छ उहाँलाई एनी टाइम म देखिरहेको हुन्छु स्क्रिनमा होइन मलाई पनि एकदमै उहाँले गरिरहनु भएको छ यत्रो सानो नानी लिएर बसिरहनु भएको छ अटेन्ड गरिरहनु भएको छ भनेदेखि वाइ कान्ट वी एकदमै मलाई चाहिँ ग्रेट स्टोरी हो मेरो लागि उहाँको त्यो एउटा जर्नी पनि होइन सो सँगसँगै नानी पनि हुर्किरहेको छ र आफ्नो बिजनेसलाई पनि उहाँले नर्चर गरिकन अगाडि बढाइरहनु भएको छ दिस इज कल द स्पिरिट होइन थ्याङ्क यू सो मच शिलाजी फर यर भ्यालुएबल टाइम है यति मिठो कमेन्ट छोडिदिनु भयो थ्याङ्क यू सो मच भन्न चाहन्छु ओके कतिपय शिलाजी जस्तै कतिपय मम्मीहरू हुनुहुन्छ सानो सानो बेबीहरू हुनुहुन्छ अरू पनि धेरै बिजनेस पार्टनरहरू हुनुहुन्छ हाम्रो यहाँ यसरी हामी यो हाम्रो लाइभ सोमा होइन यस्तोमा पनि आउँदाखेरि आफ्नो बेबीलाई लिएर पनि सोलाई कन्टिन्यू गरिराख्नु भएको धेरै मम्मीहरू पनि हुन्छ अनि म ती बाहेक जसले यो बिजनेस गर्नुहुन्न हामीलाई हेरिराख्नु भएको छ सानो सानो बेबी भएको मम्मीहरू उहाँलाई के भन्न चाहन्छु भने तपाईँहरूको थिङ्किङ हो तपाईँहरूको सोच हो मेरो यो बेबी छ मैले चाहिँ यो बाहेक अब केही पनि गर्न सक्दिनँ भनेर तपाईँ आफूलाई त्यसरी चाहिँ श्रिङ्क गर्नुभयो भने तपाईँ त्यहाँबाट बाहिर आउनुहुन्न कहिले पनि सो थिङ्क बिगर है सानो बेबीलाई लिएर पनि गर्न सकिन्छ यो बिजनेस माइन्डसेट तपाईँको स्ट्रङ छ भने डेफिनेटली म गर्न सक्छु म सिक्न सक्छु भनेर आउनुहोस् मलाई शिलाजीको माइन्डसेट स्ट्रङ देखेको देखेर चाहिँ एकदमै इन्सपिरेसन मिल्छ क्या यस यस्तो माइन्डसेट छ कि उहाँको होइन म एनी जस्तो सिचुएसन होस् म चाहिँ मिल्छ भने पर्दा अन गरेर भन्छु नि हामी क्यामेरा अन गरेर इफ नट
भिडियो अफ गरेर भने उहाँले सुनिरहनुहुन्छ, उहाँको एक्टिभनेस देखेर क्वेसन्सहरू यति मजाले उहाँले चाहिँ राखिरहनुहुन्छ होइन। त्यो एउटा भित्रदेखि आएको त्यो के भन्छ त्यसलाई, त्यो देखिन्छ कि त्यो हङ्गर जुन छ नि उहाँमा, त्यो डेडिकेसनले Yes. गर्दा चाहिँ उहाँलाई चाहिँ त्यो एउटा माइन्डसेट भइसकेको छ कि। सो सबैजना जो अब बसिरहनु भएको छ, अघि सुरेशजीले भने जस्तै हजुरहरूको एउटा विलिङनेस हो होइन, इच्छा शक्ति प्रबल भयो भने डेफिनेटली वी क्यान डु एनिथिङ के। Yes. Okay, this is for Anjuji. मिना काफ्लेजीले लेख्नु भएको छ, हेलो वाचिङ लाइभ फ्रम पोखरा, पोखराले टिम एकदमै वाउ छ है, बुम भइरहेको छ है, धेरैजना हामीलाई पोखराबाट हेरेर सपोर्ट गरिरहनु भएको छ। थ्याङ्क यू सो मच मिनाजी भन्न चाहन्छु हामी दुवैजनाको तर्फबाट। Kopilaji हुनुहुन्छ वाचिङ लाइभ फ्रम बुटल भनेको छ। थ्याङ्क यू कोपिलाजी, थ्याङ्क यू भेरी मच, सी इज रकिङ अन द बिजनेस है। यस ओके, थ्याङ्क यू फर यर भ्यालुएबल टाइम। कमला गुरुङ दी हुनुहुन्छ, हेलो बोथ वाचिङ फ्रम काठमाडौँ, यु बोथ आर माइन्ड इन्सपिरेसन लेख्नु भयो होला है, पर्सन इन्सपिरेसनल पर्सन, ग्ल्याड टु सी इन सेम फ्रेम, वाउ, थ्याङ्क यू सो मच फ्रम बोथ अफ अस। हामीलाई पनि तपाईँबाट चाहिँ धेरै इन्सपिरेसन मिलिरहेको हुन्छ दिदी, थ्याङ्क यू। उहाँको पनि भोइस अलवेज पावरफुल छ, पावरफुल, यस, कन्टेन्टहरु पनि पावरफुल छ, अनि त्यो बोल्ड भोइस पनि छ उहाँको, मलाई चाहिँ त्यस्तो लाग्छ, एकदम बोल्ड लाग्छ। या एकदम। ओके, रश्मि गुरुङ तामाङ हुनुहुन्छ वाचिङ लाइभ, बोथ अफ यु इन्स्पायरिङ आइडियाज। रश्मि त झन् आफैमा एउटा इन्सपिरेसनको प्याकेज हो। थ्याङ्क यू रश्मि फर वाचिङ अस लाइभ। थ्याङ्क यू सो मच रश्मि। यु बोथ आर माई इन्सपिरेसन भन्नुभएको छ, वाउ, सो ऑनर्ड है, थ्याङ्क यू दिदी। अर्को हुनुहुन्छ विकास राईजी वाचिङ फ्रम दोहा, आई लुक अप टु यु बोथ भन्नुभएको छ। थ्याङ्क यू, हामीलाई हेरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। एन्ड टेक केयर एन्ड स्टे ह्याप्पी एन्ड हेल्दी भन्न चाहन्छु म विकासजीलाई। यस, निशाजीले हेर्नु भएको छ, वाचिङ लाइभ बोथ अफ यु भन्नुभएको छ, अल द वे फ्रम भक्तपुर, थ्याङ्क यू सो मच निशा फर वाचिङ अस लाइभ। थ्याङ्क यू। त्यस्तै सङ्गीता महाजन हुनुहुन्छ वाचिङ लाइभ बोथ अफ यु मेन्टर्स भन्नुभएको छ। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू भेरी मच सङ्गीताजी। निर्मला ओलीजीले लेख्नु भएको छ, वाचिङ लाइभ फ्रम अगेन इट्स फ्रम पोखरा, वाउ वाउ, थ्याङ्क यू पोखरा टिम, थ्याङ्क यू। हाई निर्मला भन्न चाहे मैले। भगवती श्रेष्ठ एन्डको भगवतीजी हुनुहुन्छ वाचिङ लाइभ भनेर भन्छु। थ्याङ्क यू भगवतीजी, थ्याङ्क यू भेरी मच फर यर भ्यालुएबल टाइम। यस, अल द वे फ्रम पोखरा अस्मिता सिसले लेख्नु भएको छ, वाचिङ लाइभ बोथ अफ यु है त, थ्याङ्क यू वन्स अगेन फर पोखरेली टिम। ओके, सङ्गीता महाजन हुनुहुन्छ, when we have mentors like you guys we will definitely grow भनेर भन्नुभएको छ। we are थ्याङ्क यू भेरी मच। अनि हामी चाहिँ हामीले आफूले जानेको केही कुराहरू टिममा अनि हामी एक आपसमा सधैँ सेयर गर्छौँ, यसरी नै अगाडि बढ्छौँ। यो टिममा ग्रो हुनुको मजा नै बेग्लै छ। अनि थ्याङ्क यू फर यर स्विट वर्ड्स सङ्गीताजी भनेर भन्न चाहन्छु। ओके, द्याट्स अल, अहिलेलाई यति नै। अब हामी फेरि सोतर्फ अगाडि बढ्छौँ, हुन त कन्टिन्यू गरि नै रहेको छौँ। सो अब एउटा प्रश्न बाँकी रहेको छ मेरो अन्जुजीको लागि। सो म चाहिँ अब लगभग यो अन्तिम, लगभग भन्दा पनि यो चाहिँ अन्तिम प्रश्न नै हो। अब हामी अन्तिम क्वेसनतर्फ जाउँ, अगाडि बढौँ। यो धेरै भ्युअर्सहरूको लागि चाहिँ मिनिङफुल हुन सक्छ। सो दिस इज द क्वेसन फर अन्जुजी, what would you like to say to people, especially mothers and individuals with responsibilities who are still searching for something meaningful to start? Wow, such a great question. Thank you so much from the bottom of my heart, Sureshji, for this beautifully crafted questions को लागि। म यति मात्र भन्न चाहन्छु कि लाइक रेस्पोन्सिबिलिटिजहरू छन् भनेर चाहिँ आफ्नो सपनाहरूलाई चाहिँ माया नमार्नुहोस्, त्यसलाई नत्यागौँ है, र पोस्टपोन गर्ने काम पनि नगरौँ है। किनभनेदेखि चाहिँ धेरै पटक हाम्रो यी यस्ता रेस्पोन्सिबिलिटिजहरू नै हाम्रो लागि चाहिँ एउटा बिगेस्ट मोटिभेसनको रोल प्ले गरिरहेको हुन्छ कि यो चाहिँ मेरो जिन्दगीसँग मेल खाएको कुरा म गर्दैछु होइन। मैले पनि धेरै रेस्पोन्सिबिलिटिजहरू छन् भनेर कयौँ पटक मैले मेरो सपनाहरूलाई मारेको त्यस्तो धेरै घटनाहरू छन्, धेरै मोमेन्ट्सहरू छन् जहाँ म रुँदै फर्केको घटनाहरू धेरै छ है। सो मेरो सपनाहरू मैले कति मुनामै मैले चाहिँ दबाएर राख्ने कन्डिसन मेरो थियो होइन। सो मैले जे गरेँ त्यो हजुरको लाइफमा चाहिँ नहोस् भन्छु। आफ्नो रेस्पोन्सिबिलिटी छन् भनेर चाहिँ सपनाहरूलाई चाहिँ नत्यागौँ है। र हुन्छ नि लाइक पर्फेक्ट टाइम नै कुरेर बस्नु भन्यो भने त्यो पर्फेक्ट टाइम भनेको कहिले पनि आउँदैन हाम्रो लाइफमा। सो
यदि पर्फेक्ट टाइमिङको पर्खाइमा हुनुहुन्छ भने तपाईँले स्टार्ट गरिहाल्नुहोस्। स्टार्ट गर्दाखेरि सानो स्टेपबाट नै हाम्रो परिवर्तन, हाम्रो चेन्जेसहरू चाहिँ पोसिबल हुने हो कि। जब तपाईँ चाहिँ होइन म चाहिँ एकदम ब्रान्ड तरिकाले नै सुरुवात गर्छु, ग्रान्ड तरिकाले नै गर्छु भन्यो भने त्यो मोमेन्ट भनेको चाहिँ एकदमै कहिले आउँछ त्यो थाहा हुँदैन। जुन टाइम तपाईँलाई लाग्छ कि अब चाहिँ म गर्न चाहन्छु, म चाहिँ स्मल स्टेपबाट नै सुरु गर्न चाहन्छु भनेर तपाईँको मनमा र दिमागमा आउँछ भने द्याट इज यर पर्फेक्ट टाइम के। सो त्यो टाइमलाई तपाईँले चाहिँ पर्फेक्ट टाइमिङ बनाएर चाहिँ अघि बढ्ने हो होइन। स्पेसल्ली के एज बिङ अ मम होइन, म मम्सहरूलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि हामी सबैको लागि हामी गरिरहेको हुन्छौँ कि आफ्नो घर परिवारको लागि, आफूलाई जन्म दिने आमा बुवाको लागि, आफूलाई कर्म दिने आमा बुवाको लागि, आफूले जन्म दिएको बच्चाहरूको लागि, आफ्नो लाइफ पार्टनरको लागि होइन, समाजको लागि हामीले गरिरहेको हुन्छौँ नि। तर त्यो बिचमा त्यो उसमा चाहिँ हामीले आफ्नो ग्रोथ, मैले अघि भने आफ्नो ग्रोथ र आफ्नो आइडेन्टिटी हामीले चाहिँ छोडिरहेको हुन्छौँ कि। हामीले चाहिँ त्यति भ्यालु गरिरहेको हुँदैनौँ। अब मेरो संसार, मेरो दुनियाँ भनेको मेरो घर परिवार, मेरो बच्चा भनेर बसिरहेको हुन्छौँ कि। त्यो बिचमा आफ्नो सपना, म को हुँ, मेरो इच्छा आकाङ्क्षा सबै मरिरहेको हुन्छ। सो त्योलाई चाहिँ तपाईँले चाहिँ भ्यालु गर्न सिक्नुहोस्, त्यसलाई पनि महत्त्व दिन सिक्नुहोस्। यस, हामी सक्छौँ, वी आर अ स्ट्रङ लेडी होइन। हामीले गर्नुपर्छ र मैले गर्न सक्छु भनेर तपाईँले त्यति सोचेर अघि बढ्नु भयो भने जिन्दगीमा धेरै कुरा गर्न सक्नुहुन्छ कि। सबै कुरा ब्यालेन्स गरेर लान सक्नुहुन्छ। यस, एज बिङ अ मम आफ्नो जिम्मेवारी आफ्नो काँधमा राखेर पनि आफ्नो लागि पनि आफूले केही सोच्दै तपाईँले आफ्नो जिन्दगीलाई चाहिँ, आफ्नो लाइफलाई चाहिँ नयाँ तरिकाले तपाईँले जिउन सक्नुहुन्छ है। यो कुरा सबै मैले बिजनेसमा आइसके पछाडि नै सिकेको, मैले भ्यालु गरेको कुराहरू हो होइन। सो तपाईँहरू पनि यदि यस्तै सोचिरहनु भएको छ होइन, मेरो रेस्पोन्सिबिलिटिज धेरै छ, म टाइम दिन भ्याउँदिनँ, मेरो लागि टाइम छैन, अथवा प्रोफेसनल केरियरमा हुनुहुन्छ, मेरो 9 to 5 को जब नै ठिक छ, मेरो ट्रेडिसनल जब ठिक छ, मेरो ट्रेडिसनल बिजनेस भइरहेको छ, त्यसमै खुसी हुन्छ भने इट्स ओके। तर त्यसमा तपाईँले आफ्नो इनर ह्याप्पिनेस पाउनु भएको छ कि छैन, आफ्नो ग्रोथ पाइरहनु भएको छ कि छैन भन्ने कुरा पनि एनालाइज गर्नु होला। आफ्नो ग्रोथ लाई फोकस गरेर हेर्नुहोस् होइन। आफूभित्रदेखि नै खुसी छु, आफ्नो बेटर भर्जन लाइफ तपाईँले जिरहेको छ भने इट्स ओके, तपाईँले क्यारी अन गर्न सक्नुहुन्छ। तर होइन, केही न केही कुरा मिसिङ भइरहेको जस्तो लागिरहेको छ, जति गरे पनि अब आत्मादेखि तपाईँ खुसी हुनुहुन्न भनेदेखि चाहिँ एकपटक यो बिजनेसलाई चाहिँ एक्सप्लोर गर्नु भनेर म चाहिँ भन्न चाहन्छु है। सो जहाँ तपाईँ जहाँ हुनुहुन्छ, जे हुनुहुन्छ त्यहीँबाट सुरु गर्न सक्नुहुन्छ। बिजनेस गर्नको लागि एकदम फ्यान्सी केही पनि चाहिँदैन। हामीले मी टाइम, जुन मैले भने हामीसँग भएको मर्निङ टाइम, आफ्टरनुन टाइम, स्क्रोलिङ टाइम, अरूको कन्टेन्ट हेरेर स्क्रोलिङ टाइम, तपाईँले सोसियल मिडिया प्लेटफर्म चलाउने जुन लाइक कमेन्ट गर्ने टाइम मात्र दिनुहोस् न। त्यही टाइमलाई तपाईँले प्रोडक्टिभ बनाउँदै जानुभयो भने, एउटा कन्सिस्टेन्सी बिल्डअप गर्दै जानुभयो भने भविष्य तपाईँलाई यही बिजनेसले दिन्छ क्या है। तपाईँलाई फ्युचर यसैले नै बिल्डअप गराइदिइरहन्छ। सो यति मात्र नभइकन आफ्नो बच्चाहरूको लागि, आफ्नो सन्तानको लागि चाहिँ एउटा लिगेसी बिल्डअप गर्ने पनि यो एउटा सुनौलो अवसर पनि हुनसक्छ है। सो सुरु गर्नुहोस्, एउटा एक्सन लिनु, सानो स्टेप लिन, एउटा लिप लिएर आउनुहोस्। वी आर हियर अलवेज होइन, टु गाइड यु, टु सपोर्ट यु है। सो यो गर्नको लागि अरू केही पनि कुरा चाहिँदैन। म कन्सिस्टेन्सी दिन सक्छु, एउटा पोजिटिभ माइन्डसेट लिएर आउनुहोस्, आई वान्ट टु लर्न समथिङ भनेर आउनुहोस्। डेफिनेटली तपाईँले लर्न गर्ने, ग्रो गर्ने एकदम ग्लोबल प्लेटफर्म पाउनुहुन्छ है। र अर्को भनेको चाहिँ पेसेन्स हुनुपर्छ। यो कुनै ओभरनाइट सक्सेसको हामी चाहिँ ड्रिम तपाईँलाई दिँदैनौँ। हार्डवर्क र कन्सिस्टेन्सी दिनुपर्छ। डेडिकेटेड भएर आफ्नो सपनालाई सोचेर, आफ्नो वाइ सम्झेर आउनुहोस्। सिकाइको खण्डमा म सिक्न तयार छु भनेर आउनुहोस्। यति भएपछि तपाईँले गर्न सक्नुहुन्छ। यु विल रक इन दिस बिजनेस के। म चाहिँ यति नै भन्न चाहन्छु है। सो यति यहाँको कमेन्ट रहेको छ। ओके, अम्बिका पोखरेल पौडेलजी हुनुहुन्छ, वाचिङ लाइभ फ्रम काठमाडौँ भन्नुभएको छ, थ्याङ्क यू उहाँलाई। अनि त्यस्तै गीता सिरिस हुनुहुन्छ, वाचिङ लाइभ फ्रम झापा भन्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि अब हामी यो सोको लगभग अन्त्यमा आइसकेको छौँ। है, अहिले जति पनि कुराहरू हाम्रो यो स्पेसल्ली ममहरूको लागि अन्जुजीले सेयर गर्नुभयो, एज बिङ अ मम, सी इज अल्सो मम अफ टु। सो उहाँले जसरी सेयर गर्नुभयो, इट्स रियली हार्ट टचिङ नै थियो। आज तपाईँले आफ्नो जर्नी चाहिँ यति मजाले खुलेर अनि अनेस्टली मसँग अनि हाम्रो भ्युअरहरूलाई चाहिँ सेयर गर्नुभएकोमा अन्जुजीलाई धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु म। सो आजको हाम्रो कन्भर्सेसनबाट एउटा कुरा के क्लियर भयो भने मलाई लाग्छ भनेदेखि होइन, जिन्दगी एकै दिनमा चेन्ज हुने होइन है, अथवा एकै रातमा ओभरनाइट सक्सेस भनिरहन्छन्, एकै दिनमा एकै रातमा चेन्ज हुने होइन, पक्कै पनि चेन्ज हुँदैन। तर एउटा निर्णय, एउटा सानो कदम, एउटा सानो स्टेप होइन, जुन हामीले लिन सक्छौँ है, अथवा एउटा विश्वासले बिस्तारै सबै कुरा चाहिँ बदलिन सक्छ
भन्ने कुरा चाहिँ आज अन्जुजीले सेयर गरिदिनु भयो। त्यस्तै आजको एपिसोड द टर्निङ पोइन्टसँग चाहिँ जोडिनु भएकोमा सबैजनालाई चाहिँ धेरै धेरै धन्यवाद। अनि यहाँहरूको ब्युटिफुल कमेन्ट्सहरूको लागि सबैजनालाई वन्स अगेन धेरै धेरै धन्यवाद भन्न चाहन्छु म हामी दुईजनाकै तर्फबाट। यदि आजको कन्भर्सेसनले होइन अब कसैलाई होप आशा जगाएको छ, मोटिभेसन मिलेको छ वा क्लियरिटी दिन सकेको छौँ अथवा दिन सक्यौँ हामीले भनेदेखि चाहिँ होइन कृपया यो लाइभ अरूसँग पनि सेयर गरिदिनु होला होइन। तपाईँको एउटा सेयरले अरू कसैको पनि होइन लाइफमा केही परिवर्तन आउन सक्छ। सो अनि फेरि एकपटक अन्जुजीलाई धेरै धेरै धन्यवाद होइन। आज म यो सबै कुराहरू चाहिँ सेयर गरिदिनु भयो होइन, त्यसको लागि फेरि पनि आफ्नो अनुभवहरू सेयर गरिदिनु भयो, त्यसको लागि चाहिँ यहाँलाई चाहिँ आई रियली एप्रिसिएट यु भन्न चाहन्छु। र म फेरि अर्को इन्सपायरिङ एपिसोडमा चाहिँ भेट्नेछु विथ एनदर गेस्ट। र त्यतिन्जेलसम्म चाहिँ पोजिटिभ रहनुहोस्, निरन्तर अगाडि बढिरहनुहोस् र आफैमाथि पनि मुख्यतया आफैमाथि विश्वास गर्नुहोस् भनेर भन्दै हामी बिदा हुन चाहन्छौँ दुवैजना। बाई बाई।